अरे है त उम्, जय श्री गणेश। जय श्री गणेश। ल तिम्रो एकदम राम्रो होस्, भगवान्सँग कामना गरेँ। उहापोह। जुन दिन म आकाश बन्न सङ्घार नागेर निस्किए, जुन झै शीतल आमाको मनमा ग्रहण लागेको थियो, घाम झै चम्किलो बाको अनुहारमा बादल मडारिएको थियो। म सपनाको सुनौलो बिहानी खोज्न निस्किएँ। बा आमा साँझमा चरागुण फर्किएको कल्पनामा भुल्न थाल्नुभयो। पुरानो झोलामा नयाँ सपना थियो। सुरु सुरुमा त सपना हलुका लाग्छन् नि। जब थपिन्छ घरसँगको दूरी, जिम्मेवार हुनुपर्ने मजबुरी, बाँच्न गरिने सङ्घर्षको लुच्छाचुडी, रहरको भारी र सहरको लाचारी, थपिँदै जान्छ सपनाको तौल, घट्दै जान्छ परिश्रमको मोल र अन्त्यमा हात लाग्छ शून्य। रहरको चस्मा लगाएको आँखाले नदेखेका विगत स्मृतिको ग्यालरीबाट फुत्त निस्किएर आँखै अगाडि फिजारिन्छ। आमाको ओसिलो आँखा, बाको कापिरहेको हात। ओहो, मेरो सपनाले त संसारकै खुसी मान्छेलाई पनि रुवाएको थियो, संसारकै बलियो मान्छेलाई पनि गलाएको थियो। म नाथेलाई थकाउनु के अनौठो भएर। बल्ल बुझे, सङ्घार नागेपछि मात्र जङ्घार आउँछ। हरियो राहदानीसँग सपना साटौँ नसोचेको पनि होइन, तर विमानस्थलको विदाई कक्षको परिकल्पनाले नै तर्साइदियो। माटो छोड्ने बेला मान्छेलाई बाटो बिराए कि भन्ने डर लाग्छ। सकुशल फर्किन सक्दिन कि भनेर आँखाले त्रास खसाल्छ। कुशलताको कामनासहित गाला सुमसुम्याइरहेको हातहरूको यही स्पर्श अन्तिम भयो भने म हिँडिरहेछु त्रसित मन, आतङ्कित जीवन लिएर। चढाएर रहरको तिलाञ्जली, अर्पेर सपनालाई श्रद्धाञ्जली, निरन्तर हिँडिरहेछु म, जस्तो जतिसुकै अतिक्रमण र आक्रमण सहँदै बागमती बगेको छ। कैयौँ गल्छेडाहरू पार गर्दै, धमिलिँदै, अल्मलिँदै, सङ्लिँदै बग्नु त रहेछ जीवन। जीवन अर्थात् उहापोह, आरोह अवरोह। उम्, के छ दाइको रियाक्सन? गजब गजब यार। सुरुमा त सपनाहरू पनि हलुका लाग्ने रहेछन्, होइन? कस्तो मिठो कविता सुनायो। उहापोहको श्री गणेश नै एपिसोडमा नै मलाई निम्त्यायो। एकदमै खुसी लाग्यो यार, थ्याङ्क यू। र धेरै धेरै शुभकामना छ भाइ, एकदम राम्रो होस्, सोचेको सबै कुरा होस्। सपनाहरू त्यस्तो धेरै भारी पनि नलागुन्, हलुका नै रहन् सपनाहरू। मेरै लागि भने जस्तो भयो। एनिवे दाइ अफिसियल्ली वेलकम। थ्याङ्क यू। अनि सबभन्दा पहिला थ्याङ्क यू मैले भन्दाखेर ट्रस्ट गरेर यसले चाहिँ मेरो कुराहरू राख्दाखेरि अथवा यो ठाउँमा राख्दा चाहिँ बिग्रेर आउँदैन। आजभोलि त त्यो पनि डर छ नि त एक प्रकारले। अनि काइन्ड अफ फेरि यो पोडकास्टको रूपमा मैले सुरु गरे पनि धेरै प्रकारको विकृतिहरू यहाँभित्र पनि छ के। अनि यो सबै कुरालाई चिरेर पनि भाइको लागि उपस्थित भइदिनु भयो। सबभन्दा पहिला दाइलाई आभार। के छ दाइ जिन्दगी? जिन्दगी के छ भन्ने यार, खै तिम्रै कवितामा भने जस्तै फेरि बागमतीले जति अतिक्रमण सहे पनि होइन बगिरहन्छ बगिरहेछ भन्ने जस्तै त्यही हो, चलिरहेछ है। यसो 2-3 वर्षमा यसो टक्क अडिएर हेर्दाखेरि चाहिँ ओहो 3 वर्ष कटिसकेको छ हेर्दा हेर्दै जस्तो लाग्छ होइन। 2-4वटा दाढीहरू फुलिसकेका हुन्छन्, कपाल फुलिसकेका हुन्छ होइन। अनि त्यही नै हो, केही भइराखेको जस्तो, केही भइरहेको जस्तो होइन। त्यो एकदम स्थिर पनि छैन, तर कता स्थिर पनि भएको हो कि जस्तो पनि, त्यो स्ट्याग्नेन्ट भन्छ नि अङ्ग्रेजीमा, त्यस्तो पनि बेला बेला भावना आउँछ। फेरि यो क्षेत्र नै जुन उसमा म छु त्यो अलिकति यस्तै छ कि इमोसन्सहरू कहिले यहाँ पुग्छ, कहिले तल झर्छ होइन। उहापोह भावनाको उहापोह भावनाको उहापोह चलि नै रह हुन्छ। तर यही नै त हो जिन्दगी होइन। त्यो बुझेर बुझिसाध्य छैन,
भइदिनुपर्छ, गइदिनुपर्छ, हिँडिरहनुपर्छ। मलाई चाहिँ ठ्याक्कै अहिले तपाईँले भन्दाखेरि अभि सुवेदी सर प्रोफेसर हाम्रो एकदमै आदरणीय सरले त्यो भन्नुहुन्छ कि जीवन यात्रा हो, यात्रा चाहिँ अध्ययन हो। अनि यात्राले मान्छेलाई धेरै कुराहरू सिकाउँछ जो चाहिँ हामीले स्थिर बसेर कहिले सिक्न सक्दैनौँ भन्ने कुरा भन्नुहुन्थ्यो। ठ्याक्कै त्यो याद आयो क्या होइन। अनि सुरुमा हिँड्दाखेरि कहाँ पुग्छु भन्ने सोचेर हिँड्नु भएको थियो, त्यही ट्र्याकमा छ जिन्दगी जस्तो लाग्छ कि लाग्दैन? होइन, रहरहरू थिए होइन, तर ठ्याक्कै यो गन्तव्यको कुनै ऊ चाहिँ थिएन, इमेज भनौँ न त्यस्तो कुनै पनि थिएन। तर त्यही हो, सपनाहरू अस्पष्ट अथवा स्पष्ट जे भने पनि बेला बेलामा अस्पष्ट हुने, बेला बेलामा स्पष्ट हुने सपनाहरू, रहरहरू चाहिँ अहिले पनि छन्, भइ नै रहेछन् होइन। सायद त्यसले नै त्यो एउटा डोर्याइरहेको हुन्छ होइन। तर जहाँ छु, जता छु, जे गरिरहेको छु ठिक छ भन्ने चाहिँ लागिरहेको हुन्छ होइन। त्यो बाटो बिराइयो कि अथवा भनौँ न म जहाँ पुग्नुपर्ने हो त्यो सायद यहाँ पुग्नुपर्ने हो भन्ने त्यो नबनाएको भएर पनि होला सायद होइन। त्यो माइलस्टोन सेट नगरेको भएर पनि होला। त्यो एङ्जाइटी त्यो चाहिँ खासै छैन। त्यो चाहिँ त्यही हो, आफूप्रति नै मैले गर्न खोजेको काम अथवा मलाई आफूलाई रुचि लाग्ने अथवा मैले जे देखिरहेको हुन्छु, पढिरहेको हुन्छु वरपर होइन, मलाई मनपर्ने कामहरू संसारकै कला क्षेत्रको होइन देखिएका, पढिएका, हेरेका कामहरू हेर्दाखेरि चाहिँ फेरि साह्रै नै अत्यास लागेर आउँछ होइन। आफूले केही गर्न सकेका छैन जस्तो लाग्छ होइन। कुन लेभलमा कामहरू भइसकेका छन् होइन, कस्तो कस्तो पर्फर्मेन्सेसहरू त्योहरू हामी देखेका छौँ होइन। तर आफूले त्यसको बेला बेला कता कता एक दुई झिल्को आउँछ, तर कन्सिस्टेन्टली त्यो अचिभ गर्न अलिकति आफ्नै त्यसका च्यालेन्जेसहरू छन्, समस्याहरू छन्, त्यसले चाहिँ बेला बेला अलिअलि कोट्याइराख्ने गर्छ। अदर देन द्याट अब त्यो भौतिक यता पाउनु, यो पाउनु, फेम, यो त्यो कुराले चाहिँ खासै त्यस्तो धेरै चाहिँ पर्दैन। तर फिल्म क्षेत्रमा हुँदाखेरि, थिएटरमा हुँदाखेरि चाहिँ यो कुराहरू खासै दिमागमा केही आउँदैन हेर। त्यो एउटा त्यसको सुन्दरता छ कि हामी रङ्गमञ्च गर्दाखेरि चाहिँ त्यो खासै धेरै कुराहरू सोचिँदैन, प्योर भएर 2-3 महिना एक ठाउँमा होइन, मलाई यो अचिभ गर्नु छ होइन, अथवा मलाई फेम पुगेन, यो पुगेन, त्यतातिर ध्यानै हुँदैन कि। तर फिल्ममा चाहिँ खै किन जसरी हाम्रो फिल्मको एउटा संस्कृति बसेको छ होइन, फेम यो त्यो कुराले धेरै नै म्याटर गर्ने होइन। त्यो हुँदाखेरि कता कता बेला बेला चाहिँ क्वेसन्सहरू त्यहाँ गरिरहेको हुन्छु। फेरि बेलुका घरमा गयो सबै त्यो अब निदाउनुभन्दा 10-15 मिनट अगाडि अलिकति आत्मालोचना, अलिकति त्यो हुन्छ नि क्वाइट हुँदाखेरि सोच्दाखेरि चाहिँ ए होइन यार त्यो म होइन भन्ने जस्तो चाहिँ बेला बेला आइरहेको हुन्छ। फेरि त्यसले ट्र्याकमा लिएर चाहिँ आउँछ। हामी यसमा फेरि पछाडि जोडिन्छौँ दाइ। मलाई अलिकति कुरा गर्न मन लागेको दुईवटा कुरा। एउटा चाहिँ भर्खरै भइरहेको एउटा यो राजनीतिक घटनाक्रम अथवा हामी आज सुट गरिरहेछौँ, हिजोको दिनमा जस्तो प्रकारको स्थिति देशमा सिर्जना भयो, एउटा व्यक्तिको रूपमा अथवा एउटा नागरिकको रूपमा एज एन आर्टिस्ट होइन, आर्टिस्ट त जहिले पनि त्यो जतिकै राम्रो सरकार भयो भने पनि सरकारको चाहिँ विपक्षमै हुन्छ भन्ने एक खालको त्यो हास्य छ होइन। तर एउटा नागरिक भएर हेर्दाखेरि चाहिँ कस्तो फिल हुँदो रहेछ दाइ? हिजो म भनौँ न लगभग बेलुका 3-4 घन्टा यो फेसबुक स्क्रोल गरिरहे होइन, एक किसिमको चिसोपन जस्तो होइन, जहिले यस्तै हो त होइन। हामीले त हाम्रो पुस्ताले त भनौँ न सक्रिय राजतन्त्रदेखि लिएर गणतन्त्रदेखि लिएर पञ्चायत नै चाहिँ मलाई अब त्यो याद छैन, अथवा भनौँ ठ्याक्कै म जन्मिने बेला चेन्ज भइसकेको थियो होइन। तर धेरै व्यवस्थाहरू परिवर्तन भएको भए हरेक 20 वर्षमा 25 वर्षमा होइन त्यो भएको भएछ जहिले होइन, केही न केही केओस, केही न केही त्यो आई डोन्ट नो अत्यास लाग्छ होइन। अरू देशहरू कता पुगिसके, उनीहरूको सोच कता छ, हामी त्यही कता अल्मलिरहेछौँ होइन। एउटा आम नागरिकको रूपमा हेर्दाखेरि चाहिँ अलिकति निराशा नै छ साँच्चै भन्ने हो भने होइन। तर कस्तो हो भन्दाखेरि हाम्रो जस्तो देश
के भन्ने यार खै अलिकति यसलाई ठ्याक्कै शब्दमा भन्न ओके, व्यक्त गर्न अलिक यहाँनिर गाह्रो छ। त्यो अघि हामीले उ गरेको थियौँ नि श्रवण मुखारुङ दाईको कविता सायद सुट गर्छ पनि होला। म त दाईको आवाज मैले 1.5 वर्ष अगाडि पनि मैले पडकास्ट सुरु गरेँ भने फर्स्ट चाहिँ दाई नै हुनुपर्छ है दाई भने त्यो सायद विमुक्ष होइन ट्रान्जिटको उसमा विमुक्ष मेरो दिमागमा किन आयो आएन तर ट्रान्जिटको टाइममा ऊ भएको भएर त्यहाँबाट पनि त्यो पनि एउटा उस छ श्रवण दाईको सायद मैले व्यक्त गर्न सकिनँ होइन, सायद श्रवण दाईको कविताले चाहिँ होइन व्यक्त गर्न नसक्नु भएको होइन, हामी अलि ठाडो हुन्छौँ होइन, कविताले अझै त्यसलाई मिठासपूर्ण त्यसलाई पूर्ण तरिकाले त्यो जसरी जे भन्न खोजेको ठ्याक्कै नभन्दाखेरि पनि यहाँनिर त्यो कविताले चाहिँ भन्छ कि जस्तो लाग्यो क्या। सो श्रवण दाईका कविताहरू साह्रै नै सशक्त हुन्छन्। कोसिस गर्छु है त। यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ। तिमीसित अब के छ त्यस्तो कुरा? सुधारिएको प्रजातन्त्र, गणतन्त्र, अत्याधुनिक बन्दुक, ट्याङ्क, मिसाइल, रकेट लन्चर वा जैविक हतियार अथवा अन्तर्राष्ट्रिय गीत? घर जलाइदियो, घरसँगै उसका बालबच्चाहरू जले, श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले, गाईगोठ, बाख्रा, सुँगुर र फूलहरू जले, उसले लगाएको भाङ्रा, भोटो र गाँदो जल्यो, बक्खु, धोती र हाकुपटासी जल्यो। थाहा छ ऊ किन जलेन? उसलाई आतंककारी भन्यो, सरकारी गुप्तचर भन्यो, तिम्रो चरम यातनाले उसका विनयी हातहरू छिनालिए, उसका निर्दोष आँखा र जिब्रो थुतिए, घाँटी र खुट्टाहरू गिनिए, रगतको आहालमा चलिरहेको उसको पृथ्वी जस्तो मुटुलाई सङ्गीनमा उनेर विजयीको हुङ्कार गर्यो। तर थाहा छ ऊ किन मरेन? यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ। तिमीसित अब के छ त्यस्तो कुरा? भाषा, धर्म, जाति, संस्कृति, सम्प्रदाय, राष्ट्रियता वा मानवाधिकार अथवा सुप्रिम अमेरिका? तिमीसित अब के छ बाँकी त्यस्तो कुरा जसले यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ? के तिमी खेतमा धानको गन्धलाई मार्न सक्छौ? के तिमी पहाडमा बतासको गन्धलाई मार्न सक्छौ? के तिमी समुद्रमा पानीको गन्धलाई मार्न सक्छौ? तिमीसित अब के छ त्यस्तो कुरा भन, के छ जसले यस धरतीको पसिनाको गहुँगोरो गन्धलाई मार्न सक्छ? ओके, यो टपिकलाई यही इन्ड गरौँ है। वी डोन्ट निड टु त्यो धेरै ऊ गर्नु पनि हुन्न होला जस्तो लाग्यो। ठ्याक्कै यो लिट्रेचरमा अलिकति घुसौँ है। कहिलेकाहीँ म आफैले लेखेको कुराहरू त्यो भावना भनौँ न, अथवा म अब त्यो कवितै भनेर चाहिँ मैले लेख्दिनँ। कतिपय चाहिँ कविता गजल भनेर सुरुमा रहर गर्दा लेख्थेँ, अनि पछि हुँदै गएपछि यो चाहिँ एउटा त्यो बन्धन जस्तो छ, अथवा यसको चाहिँ नियमहरू छ, अनुशासन छ, अनि मैले चाहिँ त्यो पुरा गर्न सक्दिनँ भन्ने फिल भएपछि मैले चाहिँ आफैले शब्दमोह भनेर लेख्न थालेको थिएँ। आफैले लेखेका कुराले पनि यो मैले नै लेख्या हो र, अथवा यो खालको चाहे विचार होस् चाहे भावना होस्, एउटा मान्छेले कसरी लेख्न सक्छ जस्तो फिल हुन्छ कि जस्तो यो अहिले भर्खरको कविता पनि हो होइन। तपाईँलाई चाहिँ फेरि तपाईँ आवाजको पनि कलाकार हो, आवाज कलाकार पनि भन्न मिल्छ होला होइन, भोइस आर्टिस्ट भनिन्छ नि त। सो नेपालीमा त आवाज कलाकार भन्न मिल्छ होला होइन, आवाज अभिनेता होइन। लेखेर आउँछ नि, यो पढ्ने बेलामा यस्तो खालको थटहरू आउँछ, कस्तो ठ्याक्कै के मेरै कुरा लेख्यो, भइरहेको यही त हो नि होइन र, होइन कस्तो मजाले लेख्न जानेको टाइपको फिलहरू हुन्छ नि, त्यो चिजहरू भएको छ दाइ? किन नहुनु? राम्रो साहित्यमा हुने नै त्यही हो कि होइन, एउटा युनिभर्सल इमोसन्स, मान्छेको ह्युमन इमोसन्स होइन। त्यो जहाँको साहित्य भए पनि त्यसले एउटा पृथ्वीको एउटा कुनामा, एउटा देशमा, एउटा उसमा लेखिएको साहित्य यदि त्यो अब्बल दर्जाको साहित्य हो भने त्यसले पृथ्वीको अर्को कुना, जसलाई त्यो थाहा पनि छैन होला कि त्यो कुना एक्जिस्ट गर्छ होला, त्यहाँको मान्छेले पनि त्यो रिलेट गर्छ, त्यहाँ आफूलाई पाउँछ। साहित्यको, कलाको, सच्चा साहित्यको त्यो शक्ति नै त्यही हो नि त। धेरैपल्ट भएको छ, धेरै कविताहरूमा, धेरै उपन्यासका अनुच्छेदहरूमा होइन, एउटा लाइनमा
एकदम फेरि त्यो व्यक्त गरिन नसकिने गरी हुन्छ, त्यसलाई चाहिँ एक्सप्लेन गर्नै गाह्रो हुने गरी होइन, त्यो भित्र आफूले ठ्याक्कै सोचिराखेको तर त्यसलाई व्यक्त गर्न नसकेको भावनाहरू एउटा राम्रो राइटरले चाहिँ त्यो एउटा लाइनमै पनि त्यो भनिदिँदाखेरि त्यो त्यसको आत्मसन्तुष्टि नै एकदमै फरक किसिमको हुन्छ कि। बैतडी जाम बैतडी हुन्छ बैतडी। यस्तो आजभोलि त के अरे अलि अगाडि आजभोलि त होइन बैतडो त मायामा फँसेको भनिन्छ। भाइको मायामा फसेर यहाँ आउनुभएको छ बिहान बिहानै उठेर होइन। तस्बिर के छ दाइको स्मृतिमा बैतडी? बैतडीको तस्बिर चाहिँ एकदमै शान्त होइन, त्यो कोलाहल धेरै वर्ष भयो कि यो काठमाडौँको कोलाहलमा होइन बसेको, लगभग 20-22 वर्षै हुन लाग्यो होइन। त्यहाँ म हुर्किँदै गर्दाखेरि चाहिँ एकदमै शान्त, एकदमै 5-6वटा घरहरू मेरो गाउँमा होइन। यहाँको आवाज चाहिँ पर 3 किलोमिटर परको घरमा पनि यसो बोलायो भने चाहिँ काकी यो सक्यो भन्यो भने होइन त्यसरी हुने त्यो इमेजहरू छ। एकदमै परसम्म आवाज सुने, सानो सानो चरा पर पनि कराइराखेको आवाजहरू होइन। गाडी हुर्किँदै गर्दाखेरि चाहिँ फाट्टफुट्ट मात्रै गाडीहरू आउँथ्यो, कहिलेकाहीँ त 3-4 दिनमा एउटा गाडी मात्रै आउँथ्यो होइन। त्यो छ स्मृतिमा। डिजेलको त्यो गाडीको त्यो बास्ना हुन्छ नि, त्यो स्मेल कि यहाँ चाहिँ आजकल त्यो खासै त्यो मन पर्दैन होइन। त्यहाँ त्यो हुर्किँदै गर्दाखेरि त्यो स्मेल बडा मिठो लाग्थ्यो किन हो किन। त्यो छ। अनि स्कुलमा पहिलोपल्ट त्यो साइकल देखेको, 5 रुपियाँ तिरेर साइकल यतिकै चढेको होइन। अनि त्यो कुराहरू एउटा हामी स्कुलमा पढ्दै गर्दाखेरि त्यहाँ घोडेटो के भन्छ त्यो घोडेटो बाटो होइन, घोडा हिँड्ने बाटो होइन हो। त्यो बाटोमा पहिलोपल्ट मोटरसाइकल परबाट मोटरसाइकलको आवाज आउँदैछ, बढ्दैछ बढ्दैछ बढ्दैछ, हामी क्लासमा कक्षा लिइराखेका छौँ। अनि त्यसपछि त्यो नजिक आउँदै जाँदाखेरि चाहिँ त्यो पुरा स्कुल उर्लेर त्यो मोटरसाइकल हेर्नको लागि आएको होइन। त्यो छ। रेडियो नेपाल होइन, नवराज लम्सालदाईको आवाज गुन्जिरा हुन्छ। अनि त्यसपछि क्यासेटमा भोजराज भट्टका देउडा गीतहरू होइन, नन्दकृष्ण जोशीका देउडा गीतहरू, त्यो इमेजहरू आउँछ। बाख्रा चराउन गएको, अनि क्रिकेट खेलेको, अनि आमा बुवाको माया होइन, भाइ बहिनीहरू वरपर सबैसँगको रमाइलो, बहुत मिठो मिठो स्मृतिहरू छ। तपाईँले अहिले यति धेरै कुरा सम्झिनु भयो क्या होइन। मलाई कता कता त्यो हामीले जस्तो दुर्गम अथवा काठमाडौँले बुझेको अथवा काठमाडौँको नजर अथवा काठमाडौँमा चाहिँ बनाइएको भाष्य हो नि त। टाढा, दुर्गम, दुःख भन्ने कुरै आएन क्या। भने कति सम्पन्न हुनुहुँदो रहेछ, तपाईँको बाल्यकाल कति सम्पन्न रहेछ जस्तो फिल भएको क्या मलाई। यस्तो हो कि त्यो हामी चाहिँ सानो सानोमा हुँदाखेरि भर्खर गाडी देख्दाखेरि गाडीको पछाडि खुब कुदिन्थ्यो क्या। त्यस्तो के गर्नुभयो? मजाले गरियो। त्यति मात्रै होइन, बदमासी पनि गरियो। कस्तो भन्दाखेरि त्यो गाडीको त्यो रहर मेट्दै नमेटिने होइन। अनि हामी केसम्म गर्थ्यौँ भन्दाखेरि गाडी त अब सर गइहाल्ने, एकछिन मात्रै हेर्न पाइयो नि त। अझै एकछिन बढी हेर्न पाइयोस् भनेर त्यहाँ गाडी माथि कतैबाट आउँदैछ भने त्यहाँनिर ठुल्ठुलो ढुङ्गाहरू राखिदिने क्या सडकमा, ताकि बिचरा होइन त्यो रोक्छ, हामी माथिबाट लुकेर यसरी हेर्ने कि एकछिन माथिबाट पनि हेर्न पाइयोस् के छ त्यहाँ भनेर जस्तो होइन। सो त्यस्तो बदमासी त्यो फटाइ पनि गरियो होइन। यार गाडीको अर्कै ऊ हुन्थ्यो भने त्यसको म्याजिक नै एकदम म्याजिकल लाग्ने कि गाडी कसरी चल्छ त यो। तपाईँले यो भन्दा एउटा कुरो भनौँ, एउटा गाडी हेर्नलाई बाटो अवरुद्ध गर्ने एउटा बालकदेखि आज आफ्नै गाडीमा सहरमा हिँडिरहेछ भने एउटा मान्छेले योभन्दा धेरै प्रगति चाहिँ नगरोस् अथवा गर्नु पर्दैन होला भनेको मान्छे योभन्दा के भन्ने, अब त्यसलाई सफल भन्ने कि नभन्ने अथवा भने शब्द चाहिँ ठ्याक्कै मैले भेटिनँ। जे होस् यति हुँदा पनि मान्छे सन्तुष्ट देखिँदैनन् कि कतिपय अवस्थामा होइन। होइन त्यो म एकदम भाग्यमानी मान्छु होइन। पहिलो कुरा साँच्ची भन्दाखेरि, किनकि जीवन कतैतिर पनि जान सक्थ्यो कि होइन। म सायद कतै भारततिर होइन एउटा सामान्य एउटा काम गरिराखेको पनि हुन सक्थ्यो होला, अथवा कतै खाडी मुलुकतिर पनि हुन सक्थ्यो होला,
आफ्नै देशमा बसेर आफूलाई मन परेको कुरा गर्न पाएर त्यसमा पनि थोर बहुत एउटा तिमीले भने जस्तै होइन त्यसको पनि आफ्नै मजा होला होइन अथवा दुःख पनि छ फेरि त्यहाँ पछाडि दुःख कति पनि छ त्यो आफैलाई थाहा दुःख छ। पनि छ होइन त्यो सबै त्यहाँसम्म पुग्न चाहना सबैको हुन्छ अभियसली लाइफमा प्रगति गरौँ भन्ने तर धेरै मान्छेहरू भाग्यमानी हुनु भाग्यमानी भन्छु मेहनत पनि छ होला तर त्यो सबै कुराहरू जोडिएर आउनु होइन त्यहाँसम्म पुग्नको लागि धेरै मान्छेहरूको सहयोग एकदम राइट ठाउँमा राइट समयमा हुनु होइन धेरै कुराहरूले चाहिँ त्यहाँ गर्छ त्यही नै हो अब त्यो सन्तुष्टि होला तर त्यो बाहेकका असन्तुष्टिहरू अरू पनि छन् होइन त्यस विषयमा मैले एउटा नेचर नै सामान्य हजुरले त्यो गाडी रोक्नलाई त्यति गरेको भन्दाखेरि चाहिँ मलाई आयो त्यो भनेको के नै हुन्थ्यो होला र जस्ट तपाईँको आँखाले 1 मिनट देख्ने गाडी 3 मिनट देख्न पाउनुहुन्थ्यो होला भनेको हेर्नकै लागि पनि त दुःख गरिन्थ्यो होइन भनेपछि त दुःख गरेपछि त चढ्न नि सकिँदो रहेछ भन्ने एउटा इक्जाम्पल पनि हो जस्ट मैले भन्नु खोजेको त्यो ओके फेरि ब्याक टु बैतडी मलाई अलिकति सोध्न मन लाग्यो जस्तो जनयुद्ध अथवा हामी भनौँ न गृहयुद्ध भन्छन् कसैले जनयुद्ध भन्छन् 10 वर्ष नेपालको एउटा त्यो समय र तपाईँको हुर्काई अब त्यो संयोग हो दुर्भाग्य हो अथवा जे हो अथवा तपाईँ भाग्यमानी पनि हुन सक्नुभयो त्यो समयलाई लिएर होइन कस्तो थियो दाइ त्यहाँको माहौल तपाईँ हुर्किँदै गरेको ठाउँको त्यसले तपाईँको जीवनमा तपाईँको उसमा के प्रभाव पार्यो के नयाँ कुरा दियो के छ मलाई त अब त्यसको प्रभाव चाहिँ डाइरेक्टली पनि परेको छ होइन इन्डाइरेक्टली त धेरै पनि छ होइन त्यतिखेरको त्यो एउटा भनौँ न टिनेज भर्खर सुरु भएको बेलादेखि सुरु भएको होइन डर चाहिँ एकदम डरको चाहिँ इमेज के होइन ला अब के हुने हो दिनदिनै रेडियोमा आवाज के अरे ऊ समाचार सुनिरहेछ हेलिकप्टरले त्यहाँबाट लासहरू होइन घर घरमा लिएर आइरहेछ होइन अनि मेरो बुवा शिक्षक स्कुलमा हेडमास्टर अनि त्यसपछि चन्दा दिनुपर्ने अनि यता दिए पनि समस्या नदिए पनि समस्या त्यो बिचमा चाहिँ बुवाले त्यो नेभिगेट गर्नु अनि त्यो सँगै आमाको डर होइन आफ्नो बालबच्चालाई लिएर आफ्नो श्रीमानलाई लिएर होइन र त्यही बिचमा के पनि हुनुभन्दा म कक्षा 7मा पढ्दै गर्दाखेरि माओवादीले नै मलाई चाहिँ अब त्यतिखेर क्रान्तिमा लाने एकदम भइरहेको थियो नि त अनि मलाई पनि लाने त्यो सङ्केत बुवाले थाहा पाउनु चाल पाउनु अनि मलाई मामा घरमा रातारात लिएर जानु सुरक्षाको लागि होइन र त्यहाँ मैले पहिलोपल्ट टेलिभिजन देख्नु त्यो टेलिभिजनमा हिन्दी सिनेमा हेर्नु होइन नेपाली टिप्दैन थियो अनि सिनेमाको मोहले एकदमै नराम्रोसँग अथवा राम्रोसँग एकदम डिपली त्यसले छुनु र त्यसैले चाहिँ कता अहिले म जो छु त्यसको सुरुवात बिन्दु भनौँ न त्यता हुनु त्यो एक घटनाले चाहिँ मान्छेलाई चाहिँ डोर्याउँदै कता त्यो लगिराख्दो रहेछ कि त्यो ठाउँमा चाहिँ त्यो नभएको भए के हुन्थ्यो भन्ने डेस्टिनी भन्ने एकदम म गर्छु यार किनकि अल्टिमेटली हाम्रो कन्ट्रोलमा के छ र भन्ने कुरा कि मैले चाहेको जस्तो जुन चाहिँ हामी सो कल्ड फ्री विल भनेर भन्छौँ होइन त्यो साँच्चै छ र भन्ने प्रश्नहरू चाहिँ धेरै यसो सोच्दा फर्केर हेर्दाखेरि चाहिँ साना घटनाहरू तर यति पछि गएर चाहिँ यति ठुलो अथवा अर्थपूर्ण हुन्छन् होइन त्यो छ अनि त्यसपछि काठमाडौँ आइयो होइन अनि काठमाडौँ आएर आरआर कलेजमा मैले पत्रकारिता पढेँ थाहा थिएन फिल्म कहाँ पढ्ने अब अलिकति रोक्यो दाइलाई ल फेरि हामी किनकि त्यो जनयुद्धको प्रभाव चाहिँ जस्तो चेतनाको हिसाबले होइन मेरो पनि अधिकार छ भन्ने कुरा पनि अब मैले थाहा त पाउँथेँ होला कहिले पाउँथेँ आई डोन्ट नो होइन अब त्यो 2 दिन पछि पाउँथेँ अथवा 2 वर्षपछि पाउँथेँ आफ्नो ठाउँमा छ तर मेरो पनि अधिकार छ भन्ने कुरा चाहिँ म चाहिँ सिन्धुलीमा हुर्केको होइन म फेरि धेरै ठुलो नि भइसकेँ होइन मैले 4 कक्षा पढ्दै जब मेरो डिबी भन्ने हुनुहुन्थ्यो एकजना उहाँको थर लामा हो कि आई डोन्ट नो होइन तर कमान्डर त्यहाँतिरको हुनुहुन्थ्यो इन्चार्ज माओवादीकै हुनुहुन्थ्यो उहाँ अनि मलाई माओवादी मन परेको किन भन्दा त्योभन्दा अगाडि माओवादीहरू आउने कार्यक्रम गर्ने नाच्न लाउने गाउन लाउने उ गर्ने स्कुल बन्द गरेर जाने
उहाँ त्यहाँ इन्चार्ज भएर आएपछि चाहिँ हाम्रो स्कुलमा म 4 कक्षामै पढ्दै थिएँ होला। हाम्रो स्कुलमा फर्स्ट टाइम माओवादीले आएर टिचरलाई गाली गर्यो के पढाएनस् भनेर। पढाइ यिनीहरूको भविष्य पढेपछि मात्रै बन्छ। अनि त्यो दिनबाट त्यो त्यो कता कता भित्र होइन, अनि आफैलाई पढ्न त त्यो बच्चालाई के मन लाग्थ्यो होइन, तर पनि त्यो मान्छेले त्यसरी भनेको सुन्दा अचम्म लागेको थियो कि। सो मैले भन्न खोजेको चाहिँ हामीभित्र धेरै प्रकारको चेतना जगाउने काम। अनि त्यही दिन सायद उहाँले त्यो बाल अधिकारको कुरा गर्नुभयो होइन, अथवा एउटा मान्छेको अधिकारको कुरा गर्नुभयो। अब त्यो उहाँहरूको पो उद्देश्य, उहाँसँग पो उद्देश्य थियो त्यति बेला कि यो राज्य नै सत्ता नै फेरेर उ गर्ने भन्ने खालको एक प्रकारको दृष्टिकोण उहाँहरूसँग थियो। मसँग त थिएन, मलाई त वास्ता पनि थिएन होला होइन, म आफ्नै दुनियाँमा थिएँ। तर पनि यस्तो यस्तो हुन्छ अनि हामी चाहिँ यहाँ एक प्रकारले चाहिँ अन्यायमा छौँ भन्ने कुरा पनि फिल गराएको थियो कि। सो केही पोजिटिभ इम्प्याक्टहरू मेरो लाइफमा चाहिँ थियो कि। त्यस्तो केही छ दाइ त्यो समयको अथवा त्यो 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 एउटा कालखण्डको? होइन, त्यसले समग्रतामै होइन त्यसको असर चाहिँ एकदमै वृहत छ जस्तो लाग्छ होइन। अनि त्यही तिमीले भने जस्तै धेरै मान्छेलाई म अन्यायमा परेको छु भन्ने रियलाइजै थिएन कि नेपालमा लामो समयसम्म। त्यो चेतनाभित्र मान्छेमा हालिदिनु, मान्छेलाई विद्रोही बनाइदिनु भनेको एकदम त्यो ठुलो होइन कायापलट गर्नु जस्तै हो कि होइन। विचार परिवर्तन गर्नु होइन। त्यो 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 श्रेय चाहिँ माओवादी आन्दोलनलाई जान्छ नै। त्यो सँगसँगै भनौँ न त्यसका अब ठुलो आन्दोलन हुँदाखेरि त्यसका नकारात्मक पाटाहरू पनि त्यत्तिकै छन् होइन। त्यसलाई हामीले नजरअन्दाज गर्न मिल्दैन। तर केलाई हामीले अर्को नजरअन्दाज गर्न नमिल्ने भनेको, त्यसलाई अकाट्य भनेको चाहिँ चेतना मात्रै होइन कि त्यो चेतनाले पछि व्यवस्था नै परिवर्तन गरेर अहिले हामी यहाँसम्म छौँ होइन। अनि अब फेरि हामी पछाडितिर फर्किने जस्तो कुरा पनि भइरहेछ होइन। त्यही भने कि संसार हरेक वर्षको हरेक यति महत्त्वपूर्ण फेजमा छौँ हामी। वर्ल्डलाई भनौँ न अरू कन्ट्रीहरूको एक छेउ पुग्न पनि हामीले यति धेरै मेहनत गर्नुपर्ने छ कि हामी कहाँ अल्झिरहेछौँ होइन। त्यतातिर होइन कि बस अगाडि कसरी बढ्ने होइन, अहिले भएकै व्यवस्थालाई अझै कसरी सुदृढ बनाउने, अहिले व्यवस्था चलाइरहेको मान्छेलाई उत्तरदायी कसरी बनाउने, मेन चाहिँ हाम्रो त्यो हुनुपर्ने बहस चाहिँ होइन। फेरि हामी अर्को परिवर्तनतिर गइरहेछौँ। परिवर्तन भनेको हामीले हाम्रो आचरणमा, हाम्रो जवाफदेहितामा होइन, हाम्रो संस्कारमा, राजनीतिक संस्कार होइन, अथवा हामीहरूकै आम मानिसकै संस्कारमा यता खोज्नुपर्ने होइन, यता जवाफदेहिता खोज्नुपर्नेमा हामी अर्कोतिर त्यो ध्यान दिइरहेछौँ। अनि अर्को मलाई ठ्याक्कै तपाईँले भन्दाखेरि याद आयो कि जस्तो हामी राष्ट्र बनेन भनेर आन्दोलन गर्न गएको मान्छेहरू राष्ट्रको सार्वजनिक सम्पत्ति भत्काइरहेछ। मलाई व्यक्तिगत रूपमा है यो यसमा तपाईँको डिसअग्री पनि हुन पायो होइन, किनभने आजभोलि फेरि यो सामाजिक सञ्जाल यताउता फेरि यो कुराहरू काटेर ट्याक्क यति आफूलाई चाहिए जति त्यो प्रयोग गर्ने र त्यो पनि हुन्छ। तर राष्ट्र बनेन भनेर हामी कुरा गर्ने उ गर्ने मान्छे हामी अथवा हाम्रो आन्दोलनकारीहरू चाहिँ राष्ट्रकै सम्पत्ति भत्काउने, तोड्ने, फोड्ने होइन, अब त्यो 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 खालको गतिविधि नै भइरहेछ। अनि हामी आज जे छौँ त्योभन्दा राम्रो भविष्य चाहन्छौँ भने त हाम्रो व्यक्तिगत आचरण पनि त योभन्दा राम्रो हुनुपर्छ होला होइन भन्ने कुरा चाहिँ हामीले बुझाउन नसकेको कि अथवा बुझ्न नचाहेको कि भने जस्तो नि फिल हुन्छ। यो कुरामा तपाईँको म ऊ पनि टेक पनि माग्दिनँ होइन। यसमा यस्तो पनि छ, म अब कुरामा प्रवेश गरिहाल्यो होइन, अब बोलेकै राम्रो होला सायद होइन। यस्तो छ कि मान्छेमा निराशा पक्कै छ होइन, मान्छेमा धेरै के भनौँ त्यो जे सोचेको थियो त्यो भइरहेको छैन कि, यत्रो परिवर्तन ल्यायो के त भन्ने कुरा पनि छन् होइन। त्यो सोध्नु जरुरी पनि छ, तर फेरि हेर्नु पनि जरुरी छ कि परिवर्तन कतिको भएको छ छैन। अलिकति लजिकली होइन, कसैले भनेको भरमा सामाजिक सञ्जालमा आएका पोस्टहरूको बारे उसमा मात्रै आफ्नो धारणा बनाउनु भन्दा आफैले नै त्यहाँ एउटा थाहा पाउनु होइन, रूपचन्द्र विष्टले भने जस्तै थाहा पाउनु होइन, थाहा पाएर आफ्नो धारणा बनाउनु होइन, अलिक वस्तुनिष्ठ भयो अलिकति फ्याक्चुअल भएर होइन, त्यो गर्नु पनि जरुरी छ। तर क्वेसन चाहिँ रेज गरिराख्नुपर्छ होइन। मान्छेमा निराशा छ होइन, र त्यसमाथि अहिलेको लिडरसिपले त्यो निराशालाई सम्बोधन गर्नको लागि के गरिरहेछ त, उल्टा मट्टितेल छर्किरह हो कि होइन, त्यो भएर यता झनै बल पुगिरह हो कि होइन।
नेतृत्वले जे पनि बोलेर हिँडिदिने होइन, कस्तो जवाफदेहिता नै नभएको जस्तो, त्यो हुँदाखेरि त मान्छेलाई रिस त उठ्छ नि त अभियसली। तर फेरि अगेन त्यही नै हो कि कसैको सम्पत्तिमा, व्यक्तिगत सम्पत्तिमा तोडफोड गर्दै मान्छे यार ज्यानै गयो नि त मान्छे गयो। यो त यो त होइन नि त। हामीले जे कुराको लागि अहिले यो आन्दोलन गर्ने व्यक्तिहरूले त यही कुराको विरोध गर्नुभयो नि त होइन, मान्छेको ज्यान लिनु हुँदैन होइन, यस्तो यो चाहिँ राइट होइन भन्ने कुरा। फेरि अगेन यही दुर्घटनाहरू हामी एउटा आम मान्छे, फेरि त्यहाँ पिल्सिने भनेको त आम मान्छे हो होइन, त्यही पिल्सिनु पर्ने भयो भने त के अर्थ भयो त भन्ने कुरा। आवाज उठाउँ, नयाँ तरिका पनि त हुनसक्छ नि विरोधको होइन, एउटा फरक तरिकाले मत गर्ने त पनि त होला नि त होइन। त्यतातिर नगइकन एकैचोटि त्यो मलाई ठ्याक्कै त तपाईँले भन्दाखेरि हाम्रो विवेकशीलको परिकल्पनाकार के अरे उज्जवल के हुनुहुन्थ्यो उहाँको नाम, उज्जवल थापा, त्यो ठ्याक्क मेरो दिमागमा एउटा इमेज आयो कि अहिले तपाईँले भन्दाखेरि 64, 63, 64, 65, 66को ड्युरेसनमा गुई गाउँबाट विभिन्न आन्दोलनको नाममा मान्छेहरू गाडीका गाडी मान्छे ल्याएर खुल्ला मञ्चमा उतारिरहने एउटा राजनीतिक पार्टीहरू हुँदाखेरि होइन, माइती घरमा एउटा पम्पलेट लिएर बस्नुहुन्थ्यो कि। कत्रो मेरो दिमागमा अहिले पनि छ कि त्यो मान्छे, उहाँको त्यो कस्तो शालीन होइन, अनि उहाँले मैले गरेको चिज चाहिँ सही थियो भन्ने कुरा आजको दिनमा हामीले माइती घरमा हुने कतिपय त्यो विरोध सभाहरू अथवा भनौँ होइन उसहरूलाई हेरेर गर्न सक्छौँ क्या। एनिवे त्यो पनि एउटा आर्ट हो जस्तो लाग्छ कि, विरोध पनि एउटा कला हो कि होइन। त्यो विरोधमा कला रसहीन विरोध पनि के भयो त भन्ने कुरा भयो क्या। त्यसले रसहीन, त्यसमा कला भएन, त्यसमा संयमता भएन, त्यसमा अलिकति होइन ऊ भएन भने चाहिँ त्यसले चाहिँ निम्त्याउने यस्तै दुर्घटनाहरू हो होइन। संयम भएर पनि त अलिकति क्रिएटिभ भएर होइन फरक तरिकाले पनि त विरोध गर्न सकिन्छ, र त्यसको प्रभाव त्यत्तिकै सशक्त हुन्छ, झन् बढी हुन्छ। हुकुम धड्कनको एउटा शेर याद आयो कि, मेरो तात्पर्य तिम्रो जिब्रो काट्नु होइन, बिस्तारो बोल न, बिस्तारो बोलेको झन् मजाले सुनिन्छ अथवा झन् सुनिन्छ होला, समथिङ त्यो। एनिवे कस्तो मिठो लाग्यो कि ठ्याक्कै प्रसङ्ग आएको भएर मात्रै। हामी उसमा जाउँ, अपेक्षा भन्ने शब्द होइन, तपाईँले अघि रूपचन्द्र विष्टको नाम लिइहाल्नुभयो। अब यो तपाईँलाई बोल्दा बोल्दा दिक्क भएको विषय पनि होला, तर एउटा कलाकारको रूपमा आफूले मेहनत गरेर मैले मेहनत गरेपछि केही पाउँछु भन्ने अपेक्षा राखेको चलचित्र चाहिँ थियो हो। रुदाने कतिको चित्त दुख्छ दाइ, अथवा होइन चित्त दुख्यो, धेरै समयसम्म चाहिँ दुख्यो होइन। तर त्यही हो कि अब अल्टिमेटली मेरो हातमा छैन त्यो होइन। के भन्ने, कुनै समय बन्छ होला भन्ने आशा छ, सकिन्छ होला, किनकि धेरै मान्छेहरूले आशा गरेको चाहिँ चलचित्र हो त्यो, हेर्न खोजेको। त्यही भएर अझै पनि आशा मरेको चाहिँ छैन होइन। केही समय अगाडि मात्रै पनि हाम्रो प्रोड्युसरसँग एकपल्ट कुरा चाहिँ भएको थियो, भेटौँ भनेर होइन। तर त्योभन्दा अगाडि 2-3 पल्ट फेरि कुरा भइसकेको थियो, फेरि भएन होइन। त्यो म त्यति धेरै उत्साहित पनि भइहालेन। अब उहाँहरूले कङ्क्रिट प्लान गरेर ल गरौँ भन्ने हिसाबले आउनुहुन्छ भने त म त एनी टाइम रेडी छु त्यसलाई टुङ्ग्याउनको लागि होइन। अलिकति सुटिङ बाँकी थियो, हेरौँ। यो त्यसलाई जस्तो म ठ्याक्कै त्यसमै छिर्छु ल, किनकि मैले देख्दाखेरि जस्तो एउटा पोस्टर मात्रै आउँदा पनि कत्रो ठुलो त्यो मार्केटमा त्यो बज क्रिएट गरेको ऊ थियो क्या। सो एज एन एक्टर, अब यो एक्टर बन्नुभन्दा पछाडिको कुरामा पनि अलिपछि फेरि हामी छिर्छौँ, तर एज एन एक्टर होइन, आफूले गरेको कामको एप्रिसिएट हुँदै गर्दाखेरि अनि हामी भन्छौँ त सन्तुष्टिको लागि काम गरे भन्छौँ नि। अब यहाँनिर एउटा यो के भन्नेलाई विरोधाभास जस्तो मलाई फिल भएको कुरा चाहिँ, तपाईँले गरेको कामले तपाईँलाई सन्तुष्टि दिँदो रहेछ कि त्यो काममाथि आएको प्रतिक्रियाले सन्तुष्टि दिँदो रहेछ दाइ? कामले नै हो सन्तुष्टि दिने चाहिँ होइन। किनकि यति धेरै अब भनौँ न लगभग 14-15 वर्ष हुन लाग्यो होइन यो क्षेत्रमा। अब थाहा चाहिँ हुन्छ कि मैले कति एफर्ट दिएको छु, म कति अनेस्टली मैले काम गरेको छु छैन भन्ने चाहिँ आफूलाई ढाँट्नु सकिँदैन होइन। प्रतिक्रिया भनेको त्यसको बाई प्रडक्ट हो होइन। त्यसले खुसी अथवा अलिकति दुःखी पनि बोलाउन कुनै बेला त्यो मानवीय स्वभाव हो, त्यसलाई
नकार्नु, म त्योभन्दा ठुलो माथि उठिसकेको छैन होइन, कि मैले प्रतिक्रियाहरूलाई एकदमै इग्नोर नजरअन्दाज गर्न गर्न सकौँ होइन। तर अल्टिमेटली चाहिँ कामले नै हो आफूलाई सन्तुष्टि दिने भन्न दिने, र भयङ्कर सन्तुष्टि पाएको छैन हेर होइन। साँच्ची भन्दाखेरि चाहिँ थिएटर 1.5-2 वर्ष हुन लाग्यो अलमोस्ट गर्न नपाएको। फिल्महरू चाहिँ यो बिचमा लास्ट इयर चाहिँ एकदम धेरै गरियो होइन। त्यो बिचमा कति अलिकति सन्तुष्टि पनि भयो भनौँ न, टुक्रा टाक्रीमा के, तर असन्तुष्टि नै धेरै छ। सायद त्यो नहुने हो भने चाहिँ अगाडि बढ्ने प्रेरणा पनि सायद, त्यो मोटिभेसन पनि सायद नहोला। तर आफूले ठ्याक्कै सोचे जस्तो भित्रै ल है अलिकति के गर्न सकियो जस्तो चाहिँ भएको छैन। ओके, बैतडीबाट काठमाडौँ आऊँ होइन, त्यो जर्नी याद गरौँ न दाइ। के बसमा होइन, बसमा अब ठ्याक्क त्यो भन्दा अगाडि, बस चढ्नुभन्दा अगाडि अघि नै मैले भने नि, त्यो सपना देखिँदाखेरि त होइन धेरै कुरा नजरअन्दाज गर्छ क्या मान्छेले। त्यो नजाओस् भन्ने परिवारको चाहना पनि, अथवा त्यस्ता त्यस्ता धेरै कुराहरू नजरअन्दाज गरेर हिँड्नु पर्दो रहेछ। के थियो दाइ माहौल ठ्याक्कै त्यो अलिकति त्यो रिकल गरौँ न एकचोटि। होइन, मेरो केसमा त काठमाडौँ जाओस् भन्ने नै थियो होइन। बुवा आफै शिक्षा उसमा भएको हुनाले उहाँले चाहिँ, उहाँको जोड चाहिँ त्यसमै थियो कि उच्च शिक्षा हासिल गर्नुपर्छ, पढ्नुपर्छ त्यो भन्ने थियो। र बुवा आफै चाहिँ मलाई पुर्याउन काठमाडौँ आउनुभएको। काठमाडौँ नै आउनुभएको, बुवा नै सँगै आउनुभएको। म त्यो ठ्याक्कै आउनु अगाडिको रात चाहिँ मलाई याद छ। हामी मामा घरमा थियौँ, मामा घरमा आउनुभयो बुवा मलाई लिन काठमाडौँ भनेर। यहाँ मामाको छोरा बस्नुहुन्थ्यो, म उहाँसँग नै बस्ने योजना बनाएको थियो। अनि ठ्याक्कै होटलमा बसेका थियौँ हामी त्यो रात चाहिँ कि, अलि सदरमुकाम माथि, बिहान नै बस छुट्ने हुनाले ल आज होटलमै बस्ने भन्ने कुरो भयो। अनि म निदाउनै सकिनँ कि त्यो रातभरि उत्साहले होइन। अनि छटपटी भइरहेको थियो। बिहान नै चढियो, लामो यात्रा, लगभग 26-27 घन्टाको बसको यात्रा होला कि बैतडीबाट काठमाडौँ आइपुग्यो। अनि त्यसपछि आउँदाखेरि ठ्याक्कै त्यतिखेर त्यो द्वन्द्वकै पिरियड थियो नि त, अनि चेकिङ धेरै हुन्थ्यो। अनि धेरै ठाउँमा त ओर्लियो, अनि त्यसपछि हिँड्दै त्यो ब्यागहरू निकाल्दै होइन, त्यसरी चेक गरियो होइन। एकदम त्यो सुरक्षाकर्मीहरूले पनि एकदम रुखो तरिकाले कहाँ जान लाइस के छ ब्यागमा तेरो होइन, यो त्यो भनेर त्यो थर्काउँदै गर्ने। अनि थानकोटमा आएपछि चाहिँ के भएछ भन्दाखेरि सबै पेसेन्जरहरू बाहिर निस्केछन्, म चाहिँ निदाए भएछ। अनि त्यसपछि आर्मीको एकजना आउनुभयो। अनि त्यसपछि उहाँ आएर मलाई यसरी नराम्रोसँग गाली गर्नुभयो कि तँलाई चाहिँ के भिआइपी ट्रिटमेन्ट होइन दिनुपर्ने, किन आइनस् बाहिर होइन, अनि यस्तो त्यस्तो भनेर गाली गर्नुभयो। त्यो भयो। अनि त्यसपछि त्यो झिसमिसेमा थियो। अनि त्यसपछि कलङ्की पुग्यौँ। कलङ्कीमा ट्याक्सी चढेर बुवाले मलाई कुपन्डोलको हाइटमा ट्याक्सी रोक्नुभयो। कुपन्डोलतिर दाइ बस्नुहुन्थ्यो। अनि त्यहाँबाट ट्याक्सीबाट दाइ त्यहाँ लिन आउने कुरो थियो। हामी यसो एकछिन बुवा छोरा उभिरहेको थियौँ। त्यसपछि चाहिँ छोरी मान्छेहरू भनौँ न, सायद त्यो कलेज जाने, पुल्चोक इन्जिनियरिङ कलेज जाने विद्यार्थीहरू होला होइन, उहाँहरू चाहिँ जिन्स प्यान्ट लगाएको मैले पहिलोपल्ट देखेँ कि। अनि त्यसले चाहिँ मलाई त्यो कल्चरल सक भएको कि पहिला चाहिँ, किनकि लाइफमा कहिले पनि देखाएको थिएन। हाम्रो उतातिर छोरी मान्छेहरूले कुर्ता सुरुवाल या साडी होइन, त्यति मात्रै। कुर्ता सुरुवाल पनि रियरली नै थियो होला त्यो टाइमको कुरा गर्ने हो भने त। विद्यार्थी उहरूले चाहिँ कुर्ता सुरुवाल लाउनु थाल्यो, अनि नत्र साडी मात्रै हुन्थ्यो। अब त्यो कहिले टिभीमा मात्रै फिल्ममा देखेको, आँखा अगाडि चाहिँ त्यस्तो देख्दाखेरि हिरोइनहरू त यिनीहरू नै हुन् कि जस्तो हो त। अनि बाको अगाडि चाहिँ अक्क न बक्क पर्या जस्तो होइन, कस्तो अप्ठ्यारो लाग्यो जस्तो होइन, त्यस्तो त्यो असहज मनस्थिति है। एकछिनलाई चाहिँ त्यो सक, कल्चरल सक भनिन्छ नि, त्यो परेको थियो। सो त्यो भयो। अनि त्यसपछि बाटो काट्न सिक्नुपर्ने काठमाडौँमा त त्यो थियो नि त, कुपन्डोल त एकदमै बिजी त्यो रोड पऱ्यो। मलाई हप्ता 10 दिन नै लाग्यो भने त्यो कन्फिडेन्स आउनुको लागि। बाटो काट्न गाडी आएको छ त्यहाँ त कहिल्यै गाडी, अब त्यहाँ 2 दिनमा 1 दिनमा भनौँ न 2-4वटा गाडीहरू आउने ठाउँमा, अनि एक्कासी त्यत्रो गाडीहरू गर्दाखेरि त रणभुल्लमा परे जस्तो होइन। त्यो थियो। अनि माथि सुरुको दिनमै फर्स्टमै त्यो छतमा कि एकदम 5-6 तलाको घरमा थियो, छतमा लगेर दाइले देखाउनु भयो, ल काठमाडौँ हेर भनेर होइन। ओहो, घर बिचको त्यो यो तपाईँकै आवाज होइन, अघि नै मैले आवाज कलाकार भनेको
हो त्यो एकदम फेमस भएर रहेछ त्यो, लास्ट होइन? फेमस थियो नि। घरै घर मैले बिचको नै त्यो- बनाएको छु होला एउटा फोटो राखेर टिकटक। ए हो। ओके। घरै घर बिचको त्यो सहरमा कतै तिमी पो हरायो कि, ठुला ठुला सपना बोकी जिन्दगीसँग रम्न पो डरायो कि भनेर त्यो एकदम अविन भोको हाम्रो कर्णाली। तर लक्किली अनलक्किली मलाई ठ्याक्कै इमेज आएको त्यो सुदूरपश्चिम रोयल्सको मैले त्यही जस्ट हो, जोडिएर हो, लेख्न हो, पाएँ हो, अनि हो। दाईको आवाज अनि कस्तो के त्यो दिन पनि मलाई लाइफमा 2-3 चोटि चाहिँ त्यो मेरो सपना एउटा सपना पुरा भयो भन्ने, अब सपनैहरू सबै सक्यो भन्ने त हुन्न, किन मान्छे हो होइन। म आज दिव्य दाईलाई देखिरहेको छु, भोलि अर्को मान्छे पनि देख्छु कि भनेको लोभिन्छ कि मान्छे होइन, स्वभावै हो। अनि त्यो स्वभाव नभए पनि सायद जीवन त्यो फेरि बेकारै हुन्छ हो। होला। सो त्यो मुमेन्ट मलाई त्यो फिल भएको थियो क्या होइन, मेरो शब्दमा दिव्य दाईको आवाज आयो। त्यो एकै- आवाज आइराख्न पाओस्। एकैछिन मेरो पनि सपना छ। अस्ति अघि नै कस्तो राम्रो कविता लेख्यो, कुनै दिन दाजुभाइ कविता होइन यसो भाषण गरौँला नि दुवैजना मिलेर। पाइयो अनि मलाई त्यतिखेर एकैछिन भनौँ न होइन, त्यो केही समयको लागि चाहिँ त्यो एक्लै बस्दाखेरि प्राउड फिल गर्ने मुमेन्टहरू भएको छ त मलाई त्यो बेला भएको थियो क्या होइन। अहिले चाहिँ होइन है साला वाला टाइप हुन्छ नि, त्यो फिल भएको थियो कि। एनिवे थ्याङ्क यू, फेरि त्यहाँ पनि जोडिन पाइयो। त्यस्तो मुमेन्ट भएको छ, यही कुरा आइहाल्यो। त्यो आफैले गरेको कामहरू अथवा आफूसँग त्यो जोडिएर ऊ हुँदाखेरि यार स्याबास बाबु तैँले गरिसवाला फिल हुन्छ नि कहिले काहीँ आफैमा। होइन, फर्केर समग्रतामा सोच्दाखेरि चाहिँ कहाँ थिएँ म अनि कहाँसम्म भनौँ न, एउटा लेभलको ग्रोथ, एउटा अलिकति आफ्नो भनौँ न यसलाई अलिकति खोल्न अलिकति त्यो हुँदाखेरि चाहिँ हुन्छ यार, गर्व बेला बेलामा लाग्छ, नलाग्ने होइन। किनकि थोर बहुत मेहनत पनि छ जिन्दगीमा, गरिया छ होइन। अनि हार मानिया छैन मेन कुरा होइन, थाकिएको छैन। अनि कसैलाई दुःख नदिइकन सकेसम्म होइन, आफ्नो इमान नछोडेर आफ्नो बाटोमा हिँडिराख्या भएर बेला बेलामा गर्व लाग्छ नै। थटको कुरा गरौँ न दाइ, त्यो मान्छे होइन जस्तो अघि तपाईँले भन्नुभयो नि, सामान्यतया एउटा सेम तपाईँले भनेको चिज मलाई पनि भएको हो कि त्यो प्यान्ट लगाएर हिँड्ने, अझ स्कर्ट लगाएर हिँड्ने चिजहरूलाई देखेर होइन। त्यो उनीहरूलाई के हुन्थ्यो थाहा छैन, म लाजले रातो पिरो भइसक्यो हुन्थ्यो कि होइन, त्यो स्कर्ट लगाएर हिँडिरहेको एउटा महिलालाई देख्दाखेरि। यो चिजलाई अहिले आएर हेर्दाखेरि त्यो चिज यति सामान्य लाग्छ। अनि मलाई त एक हिसाबले हेर्ने हो भने विचारको हिसाबले, सोचाइको हिसाबले, दृष्टिकोणको हिसाबले म जति प्रगतिशील मान्छे त कोही छैन जस्तो फिल पनि हुन्छ क्या। भनेको लाइभ देख्दाको कुरा छोड्थ्यौँ, रेखा थापाको फिल्ममा रेखा थापाले स्कर्ट लगाएर डान्स गरेको देख्दा घरमा लजाउने मान्छे हो म होइन। त्यहाँदेखि म त्यो चिज चाहिँ सामान्य रहेछ भन्नेसम्म बुझ्ने भयो भनेपछि त प्रगति नै नभएको चाहिँ होइन, पैसा कमाइएन होइन। विचार चाहिँ कति इम्पोर्टेन्ट भन्ने। सबभन्दा ठुलो प्रगति भनेकै मान्छे भन्नु नै हो कि। अगेन रूपचन्द्र बिष्टको होइन मलाई बेला बेला याद आइरहेको छ होइन, उहाँको दिमागमा यसरी पस्या छ नि त। अब त्यो होइन, धेरै मान्छेहरू चाहिँ एक थाल भात अनि एक अङ्गालो स्वास्नी, उहाँका शब्दहरूमा होइन, एक थाल भात र एक अङ्गालो स्वास्नीमै जीवन बितिजान्छ होइन। मान्छे नै बन्न सकेको हुँदैन होइन, ऊ भित्रको पोटेन्सियल कति छ भन्ने कुरा उसलाई थाहै रियलाइजै नभइकन एउटा मान्छेको जीवनै समाप्त हुन्छ होइन। त्यस अर्थमा चाहिँ हामी ठ्याक्कै त्यो परिस्थितिमा हुनु र आफूले रियलाइज गर्नु, आफ्नो परिधिलाई अलिकति विस्तृत गर्न सक्नु, मान्छे बन्ने त्यो उतिर बाटोतिर अलिकति लम्किन खोज्नु, त्यो भनेको सबभन्दा ठुलो प्रगति नै त्यही हो कि होइन। नत्र लाइफमा घर जोडेर गाडी जोडेर होइन, भौतिक मात्रै प्रगति गरेर त मान्छे त काम छैन। त्यो प्रगतिलाई कतिको के भन्ने हो कि होइन। तर संसार त्यतै दौडिरहेछ फेरि होइन, कता कता हामी पनि दौडिरहेको होला होइन। त्यसलाई होइन, यस्तो पनि होला दाइ, आवश्यकता पुरा गर्न दौडिनु एउटा पक्ष भयो होला, थुपार्नु अर्को पक्ष हो। थुपार्नु अर्को
एक्ज्याक्टली होइन थुपार्न चाहिँ के थुपार्ने विचार थुपार्ने भनेको ज्ञान थुपार्ने कि सम्पत्ति थुपार्ने भन्ने कुरा त अब त्यो आफ्नो चोइसको कुरा हो होइन सोच्न पाइयो। त्यही नै हो। हाम्रो समाजको अहिलेको सबभन्दा साँच्चीकै ठुलो चिन्ताको विषय भन्ने हो भने चाहिँ हाम्रो ठुलो पपुलेसनलाई नै मान्छे बन्न दिइया छैन कि होइन। हाम्रो शिक्षा प्रणालीले होस् होइन केले होस्, हाम्रो नेतृत्वले होस् के होस्, एजुकेसनमा मान्छेलाई भनौँ न अलिकति ब्रडर पर्सपेक्टिभमा एउटा त्यो बनाउनुको लागि नै त्यतातिर ध्यानै छैन कि। हामी अझै विकासको कुरा गरेर हुन्छौँ होइन, तर विकास के त होइन। मान्छे नै विकास भएन भने, उसको चेतना विकास भएन भने, त्यो चेतना बिनाको समाज होइन, त्यो विकासलाई त के भनेर घरहरू मात्रै थुपारेर गाडी थुपारेर होइन, त्यो त मजा हुँदैन नि त। अब काठमाडौँदेखि अस्ट्रेलियाको यात्रा सम्झिनु पर्यो भने बाको 7 लाख ऋण मात्रै सम्झिनुहुन्छ कि अरू पनि छ भने भनेको सोच त ठ्याक्कै भन्ने हो भने पैसै त थियो होला, अथवा एउटा ट्रेन्ड फलो गर्दै गर्दा पनि त्यहाँ पुगेपछि पैसा कमाउँछु भन्ने त थियो होला। होइन यार, म त्यतिखेर त्यस्तो पैसा कमाउँछु भन्ने साँच्चै थिएन अनेस्टली भन्दाखेरि होइन। त्यो बरु बुवालाई थियो होला होइन, छोरा विदेश जान्छ अलिकति पढ्छ पनि अलिकति पैसा पनि। पुग्नुभन्दा अगाडिको त्यो कुराहरू गरौँ दाइ, के खालको त्यो दुःख थियो त्यति बेला? 2007-8 मा गएको म चाहिँ। त्यो टाइममा के थियो त्यो बेला देशको स्थिति, अथवा त्यो के कुराले तपाईँलाई जानुपर्छ भन्ने फिल गरायो? केही पनि थिएन साँच्चै दिमागमा भन्ने हो भने होइन। त्यो ऊ मात्रै के लहर के त्यो हुन्छ नि एउटा। भर्खर म कति थिएँ 18-19 वर्ष हुँदाखेरि चाहिँ गएको हो म होइन। दिमाग खुलिसकेको थिएन होइन, के गर्ने कसो गर्ने लाइफको त्यो हुन्छ नि एउटा, त्यो एज हुन्छ नि, यता गर्ने कि त्यो गर्ने रहरहरू थिए, सपनाहरू थिए, म यो गर्छु त्यो गर्छु भन्ने। त ठ्याक्कै म को हो, म के गर्ने हो लाइफमा भन्ने त्यति बेला तपाईँसँग म एक्टर बन्छु भन्ने त थिएन नि है? रहर थियो, तर म एक्टरै बन्छु भनेको त्यो टिभीमा फिल्ममा हेरेर मात्रै हो होइन। रहर चाहिँ फेरि भयानक रहर थियो होइन। म त्यो कुराले अर्कै खुसी दिन्थ्यो कि रहर थियो, तर मलाई कहाँ के कसरी सुरु गर्ने हो, कसरी बन्ने हो, के गर्ने हो केही थाहा थिएन कि। बागबजारतिर एउटा उसमा गएर चाहिँ मैले क्लास चाहिँ ल्याएको थिएँ, एउटा क्लासेसहरू हुन्थ्यो नि त, त्यतिखेर गएको थिएँ। त्यहाँ खासै केही सिकिएन पनि होइन, यसो हल्लियो दुई चार। बिचमा एकताका मुर्गा चोक भनेर पनि नाम भएको थियो। हो त, त्यही वरिपरिको कक्षाहरू होइन। एक्चुअली मुर्गा बन्न पनि गइयो होइन। तर साँच्ची अस्ट्रेलिया जाँदाखेरि मेरो त्यो एकदम त्यो प्लान गरेर त्यसरी गएको होइन कि, त्यो हावाको उसमा गएको हो होइन। गइयो अब भने तिमीले भनिहाल्यौ 7 लाख डुबाइयो होइन। तर अहिले फर्केर हेर्दाखेरि चाहिँ त्यसको अगेन त्यो 2 वर्ष 2.5 वर्ष म त्यहाँ बस्दाखेरि त्यसले चाहिँ धेरै ठुलो प्रभाव चाहिँ परेको हो मेरो जीवनमा चाहिँ होइन। र राइट टाइममा मैले फर्किने डिसिजन पनि साँच्ची भन्ने हो भने, फेरि म यहाँ कलाकारै यस्तो खतरा बन्नु छु भने फेरि त्यही रहर होइन, त्यो एउटा आकाङ्क्षाहरू के इच्छाहरू यही गर्नु छ भन्ने थिएन कि। अब तर गर्न मन लागेको चाहिँ यो थियो। ट्याक्क कहाँबाट जुर्यो, ल म फर्किन्छु होइन। त्यहाँ पनि केही बल्ल लास्टतिर चाहिँ 1.5 वर्ष जस्तो मर्नु दुःख पाइयो त्यहाँ होइन। लास्टको 1 वर्ष जस्तो केही होला जस्तो राम्रो हुँदै गइरहेको थियो फिनान्सियली। तर त्यही बेला चाहिँ सब चटक्कै छोडेर आइयो, फेरि जिरोबाट सुरु गर्नु पर्यो काठमाडौँमा होइन। तर धन्न कसरी म चाहिँ एकदमै लक्की भन्छु, त्यो थिएटर भेट्टाएँ अथवा थिएटरले मलाई भेट्टायो भनौँ न। त्यसले त्यो भएदेखि चाहिँ त्यसपछि चाहिँ बल्ल लाइफ बिस्तारै अलिक खुल्दै गयो, यो बारे बुझ्दै गइयो, अनि एउटा लाइनमा चाहिँ त्यसरी चाहिँ आएको। तपाईँको जीवनको एउटा क्रान्ति होइन, अस्ट्रेलियाबाट नेपाल फर्किनु। हामी त आज पनि अस्ट्रेलिया जाने सपनै देखिरहेको समाज हो नि त। यहाँनिर त्यो क्रान्ति कविता सुनौँ। क्रान्ति त्यो मैले क्रान्ति नै गरेर चाहिँ म मान्दिनँ हेर होइन। त्यो फर्कियो होइन, क्रान्ति भने धेरै नै ठुलो परिवर्तन होइन। धेरै ठुलो। तपाईँ त्यहाँ बसिरहेको भए धनी हुनुहुन्थ्यो होला, तपाईँको पहिचान मान्छेले दिव्यदेव पन्त भनेर चिन्ने मान्छेको सङ्ख्याकै कुरा गर्ने हो भने पनि हो, सायद एक किसिमको क्रान्ति होला त्यो। तर तपाईँको र मेरो भेट यो कुराकानी यो सबैको सुरुवाती भेट त्यही क्रान्ति हो, त्यो भएर सुन। ठिक छ, क्रान्ति दाइलाई कवितामा चाहिँ साह्रै दुःख दियो, तर होइन ठिक छ। मलाई तपाईँको आवाजसँग साँच्ची भन्ने हो भने होइन, त्यो आवाजसँग मात्रै विवाह गर्न मिल्छ भने चाहिँ, किनकि म म्यारिड हो, मेरो श्रीमती छ, श्रीमतीसँग त म एकदमै ह्याप्पिली म्यारिड मान्छे हो होइन।
सो तपाईँको आवाजसँग मात्रै चाहिँ मिल्छ भने फेरि म बिहा गर्न ल। तयार हो। म पनि विवाहित हो तर आवाज चाहिँ मेरो सिङ्गल नै छ। अँ। तिमी लाने भए लग कि लाने भए लग मेरो ल, आवाज चाहिँ। कत्रा चाहिँ टाइम भयो। क्रान्ति बाबु त्रिपाठीको कविता हो। अँ, कसैको मन नदुखाइकन, कसैको झुपडी नजलाइकन, कसैलाई टुहुरा नबनाइकन, कसैको मन नदुखाइकन, कसैको झुपडी नजलाइकन, कसैलाई टुहुरा नबनाइकन क्रान्ति गर्नु पो क्रान्ति। क्रान्ति त बामे सरिरहेका नानीहरू गर्दैछन्। क्रान्ति त बामे सरिरहेका नानीहरू गर्दैछन् कलिला पाउले जमिन टेक्न खोजेर। क्रान्ति त बैशाखी टेकेका खुट्टाहरू गर्दैछन् बैशाखी फालेर। हरियो क्रान्तिका लागि सबेरै हिँडेका छन् हलो र जुवाहरू। क्रान्ति त कुटो र कोदालोहरू गर्दैछन् बगरलाई गरामा परिणत गर्न। फाँटहरूमा फलिदिन्छन् सुनका बालाहरू, पगले पनि होसो नहुने क्रान्तिमा छन् हिमालहरू। जस्तै आपत विपदमा पनि देश छाडेर प्रवासतिर गएका छैनन् पहाडहरू। जस्तै आपत विपदमा पनि देश छाडेर प्रवासतिर गएका छैनन् पहाडहरू। झोलाभरि विचारको हतियार बोकेर हिँडेका छन् कविहरू। जातभन्दा माथि उठेर मानिस बन्न खोजिरहेछ। कसैको मन नदुखाइकन, कसैको झुपडी नजलाइकन, कसैलाई टुहुरा नबनाइकन क्रान्ति गर्नु पो क्रान्ति। क्रान्ति त मेरी विधवा आमाले गरेकी छिन् रातो चुरा लगाएर। त्यो अघि त्यहाँ भएको थियो नि, क्रान्ति त बामे सरिरहेका नानीहरू गरिरहेछ, कलिला पाउहरूले जमिन टेक्न खोजेर। यो लाइन ठ्याक्कै त्यो अस्ट्रेलियाबाट काठमाडौँ फर्केको दिव्यदेवलाई मैले डेडिकेट गरेँ होइन। धन्यवाद। बाबु दाईको कविता भयो भने डेडिकेसन चाहिँ मेरो भयो। धन्यवाद बाबु दाईलाई, एकदमै यस्तो साह्रै नै सशक्त मिठो क्रान्तिकारी कविता लेख्नुभयो होइन। अब छिरम अस्कार फिल्म कलेज अवार्ड नै अस्कार अवार्ड आउँछ एक दिन होइन। त्यो नेपालको लागि दिव्यदेव बाटै आओस् भन्ने मेरो कामना। किनकि त्यो कर्म गर फलको आश नगर भनेर मान्नुपर्छ भन्नुहुन्छ अशेष मल्ल, मेरो गुरु। थिएटरमा मैले उहाँसँग उ गरेको। अनि कर्म गरेपछि तपाईँले निष्ठावान भएर कर्म गर्नु हो भने चाहिँ फेरि त्यो फल आउँछ नै आउँछ। त्यो तपाईँको अपेक्षा होस् नहोस् होइन। फिल्म पढ्न आएको एउटा फिल्म हेरेर भन्ने सुनेको थिएँ होइन। एउटा फिल्म हेरेपछि चाहिँ एक्टिङलाई अथवा अभिनय भन्ने चिजलाई चाहिँ अर्को दृष्टिकोणले तपाईँले हेर्न थाल्नुभयो भन्ने कुरा पनि थियो। हो यो कुराहरू अलिकति सरर गरौँ न। त्यही हो, त्यति बेलासम्म भने नि मैले, त्यो धेरै पछि टेलिभिजन हेरियो, हिन्दी सिनेमाहरू आक्कल चुक्कल 2-4वटा हेरियो होइन। त्यसपछि काठमाडौँ आयो, सिनेमा हेर्ने कुरै भएन होइन। त्यो कलेज जाऊ थाहा पनि थिएन। एकचोटि कुन एउटा फिल्म हेर्न चाहिँ गएको थिएँ जस्तो लाग्छ म, हिन्दी एउटा फिल्म चाहिँ हलमा पहिलोपल्ट। अनि त्यसपछि अस्ट्रेलिया गइहालियो होइन। नेपाली फिल्म त्यति बेलासम्म हेरेकै थिएन मैले अनफर्चुनेटली। एकचोटि त्यहाँ त्यो VCR-मा गाउँमै राजेश दाईको एउटा कुन चाहिँ फिल्म चाहिँ, राजेश हमालको फिल्म चाहिँ चलेको बेलामा आधाउधी फिल्म मात्रै हेर्न पाएको थिएँ। पछि तल घरबाट गाली आइसकेको थियो, पढ्न छोडेर त्यहाँ फिल्म हेर्न गएको भनेर। त्यसपछि त्यो सम्झना छ। अनि अस्ट्रेलिया गएपछि चाहिँ के भयो त भन्दाखेरि अब रहर यो छ, गर्न मन लागेको यो छ होइन। किन हो कसरी हो केही थाहा छैन। अनि फिल्महरू अस्ट्रेलियामा गएपछि चाहिँ अलिकति बढी हेर्न थालियो कि होइन। किनकि ल्यापटप थियो, ल्यापटप आयो, ल्यापटपमा चाहिँ साथीहरूकोबाट यान्त्या उता गरेर फिल्म हेरिन्थ्यो। अनि त्यसमा मैले एउटा टम ह्याङ्क्सको द टर्मिनल भन्ने फिल्म हेरेँ। अनि त्यो फिल्मले चाहिँ हो मलाई चाहिँ अलिकति ठिक छ, फोनहरू आइरहन्छ फरक पर्दैन होइन। फेरि उठाउनु पर्ने इमर्जेन्सी हो भने ठिक छ ठिक छ। टम ह्याङ्क्स त्यो टम ह्याङ्क्सको त्यो फिल्म हेरेपछि, द टर्मिनल भन्ने फिल्म हेरेपछि कस्तो भयो भन्दाखेरि मलाई त्यो एक्टरको बारेमा थाहा पनि थिएन होइन। अनि त्यसमा त उहाँले त्यो एउटा हुन त इमेजिनरी कन्ट्री हो तर पनि त्यो रसियन उसको टेरिटोरीको वरपरको कन्ट्री जस्तो थियो। अनि उहाँ चाहिँ एयरपोर्टमा हुने स्ट्यान्डर्ड हुने एउटा कथाको वरपर घुमेको छ नि त। अनि त्यो मान्छेको लवजतेताको अनि पछि रिसर्च गर्दाखेरि त अमेरिकन एक्टर होइन, तर त्यति कन्भिन्सिङली कसरी त्यो कोही एक्टरले होइन एउटा कम्प्लिट ट्रान्सफर्म भएर
एउटा पात्र निभाउन सक्छ भनेपछि यो पो हो त अभिनय भन्ने भनौँ न त्योले झन् सिरियसनेस त्यसप्रतिको रुचि चाहिँ अझै बढी त्यसले विस्तार गर्यो मेरो। अनि त्यसपछि नै हो त्यसपछि अस्कर फिल्म कलेजमा त्यहीँबाट थाहा पाएँ मैले फोन यो गरेर। सहरले कति फरक पार्दो रहेछ दाइ? जस्तो तपाईँ सहरै भन्ने हो भने त नेपालको राजधानी काठमाडौँ बस्नुभएको हो होइन? उता कुन ठाउँ बस्नुभएको हो? अस्ट्रेलियामा अँ, मेलबर्न। मेलबर्न होइन? उम्, 2वटा सहर दुईवटा छ। होइन? त्यो 2वटा सहरको लाइफस्टाइल र कल्चरल कुराहरूले चाहिँ एउटा मान्छेलाई स्वप्निल बनाउन अथवा सपना देख्नुपर्छ र पुरा हुन्छ भन्ने बनाउन केही फरक पार्दो रहेछ? हरेक सहरको एउटा अर्कै किसिमको ऊर्जा हुन्छ। हरेक सहरले मान्छेको एउटा पर्सनालिटी बनाइदिरहेको हुन्छ जस्तो लाग्छ कि। जस्तो काठमाडौँ सहर कस्तो छ भन्दा अलिकति लेड ब्याक छौँ कि हामी होइन, आरामसँग चलिरहेछ होइन। त्यहीँ आन्दोलन भइरहेछ, त्यहीँ अर्को थोक धेरै कुरा छन् नि त वरपर के छ रङ्गी चङ्गी होइन, कल्चरहरू पनि त्यति नै धेरै। तर हाम्रो मूल ऊ भनेको चाहिँ लेड ब्याक छ कि यो सिटी चाहिँ। मेलबर्नमा एकदमै रस होइन, जो पनि हतारमा छ होइन, केही गर्नु छ, केही अचिभ गर्नु छ होइन, दौड्या छ होइन। र त्यो सँगसँगै विकेन्डहरूमा फेरि मान्छेहरू हप्ताभरि कमाइ गर त्यो 2 दिनमा सक्कौ त्यहाँ होइन, त्यस्तो खालको कल्चर होइन। यहाँ फेरि हामी मेहनत गर, कमाऊ, घर बनाऊ, यहाँ गाडी होइन, त्यहाँ गाडी भने फेरि ठुलो कुरै छैन होइन। त्यो मान्छेको पर्सनालिटी, मान्छेको थिङ्किङ, मान्छेको त्यो अर्कै व्यक्ति बनाइदिन्छ कि सहरले होइन। हरेक सहरको एउटा आफ्नो बेग्लै शक्ति हुन्छ र त्यो अनुसार चाहिँ त्यो मान्छेलाई ढालिदिन्छ कि त्यहाँको मान्छे। भनेपछि कलाकार बन्छु भन्ने एक प्रकारको हिम्मत चाहिँ त्यो सहरले र त्यहाँको लाइफस्टाइलले पक्कै पनि र रिस्क लिनुपर्छ भन्ने चाहिँ सिकायो सायद। हो, रिस्क लिनुपर्छ भन्ने चाहिँ हो। त्यहाँ चाहिँ भनौँ न अनेक थरीका कामहरू गरियो होइन। अनि सपना देख्न ऊ भयो भने पुरा हुन्छ भन्ने त्यो एउटा आत्मविश्वास चाहिँ त्यो सहरले दिएको हो होइन। तर मलाई जे जति दिएको छ फेरि काठमाडौँले नै हो। काठमाडौँमा यस्तो इन्क्लुडिङ भाउजू, इन्क्लुडिङ भाउजूको विषयमा के भन्नु? तपाईँले मैले आजसम्म भाउजूको चाहिँ खासै कुरा गरेको सुनेको छैन। ए हो र, लौ न होइन? म धेरै कुरा गर्छु नि, लगभग हरेक तिमी स्किप गरेर हेऱ्यो क्या कि होइन, जहाँ पनि म लगभग धेरै जसो उसमा लभ पर्यो, बिहे भयो भन्ने कुराहरू भयो होइन, एक ठाउँ त्यो कुराहरू त सुनेको हो। तर एउटा मान्छे अझ यस्तो मान्छे जसले गरिरहेको पेसाको चाहिँ कुनै त्यो सिक्रेटी छैन होइन। एक हिसाबले कलाकारहरूलाई त्यो पागल पनि भन्छ न, म चाहिँ पागलपन सहितको मान्छे चाहिँ भन्छु म पनि होइन। एउटा पागलपन सहितको मान्छेलाई पागललाई मन पराएर अपनाउनलाई मन पराउनु त पाइयो होइन, अपनाउनलाई पनि त अलिकति पागलपन त चाहिन्छ होइन। चाहिन्छ, त्यो मान्छे पनि पागलै हो, त्यसो कृपा पनि होइन। साँच्ची भन्यो भने पागलै हो कि होइन। अब काठमाडौँको रैथाने होइन एउटा भनौँ न ऊ चाहिँ उनीहरूको फ्यामिली चाहिँ आर्मी फ्यामिली हो कि, जज साहबको नातिनी होइन। मलाई भेट्ने बेलामा उसको स्यालेरी नै त्यतिखेर अहिले 11 वर्ष जस्तो हुन लाग्यो होइन, 50-60 हजार रुपियाँ कमाइराखेको। आजको स्यालेरी कति छ? सरी मैले त्यो डिटेलमा होइन कुरा गरेँ, तर भनौँ न त्यो राम्रो टाइमको कुरा गरेको हो, त्यो टाइमको राम्रो कमाइराखेको। अब मैले किन भन्दा त्यतिखेर मलाई 4-5 हजार रुपियाँको कोठाको त्यो एउटा रेन्ट तिर्नलाई पनि म स्ट्रगल गरिरहेको होइन। त्यो समयमा उसले ममा केही देख्नु मलाई मन त पराइयो, तर भविष्य देख्नु त्यसको लागि चाहिँ त्यो मान्छे पक्कै पनि पागलै हो जस्तो लाग्छ होइन। मैले चाहिँ मलाई नै अक्वर्ड हुन्थ्यो कि होइन, यो मान्छेलाई अब खै मन त पराइयो एकअर्कालाई होइन। तर अब उसले भन्छ ल भेटौँ न रेस्टुरेन्टतिर होइन, केही खान जाउँ के जाउँ भन्यो भने खल्तीमा एक सुको हुँदैन, आफूलाई फेरि कस्तो अक्वर्ड लाग्यो। त्यो मेल इगो थियो दाइ त्यो टाइममा? मेल अनेस्टली भन्नु होइन, मेल इगो भन्दा पनि यसो मलाई त्यहाँनिर कोही केटा साथी नै भयो भने पनि खल्तीमा पैसा छैन भने 2 जना रेस्टुरेन्टमा जाँदाखेरि मलाई अप्ठ्यारो, मेरो नेचरै थियो कि मेल फिमेल भन्दा पनि। तर फेरि पनि प्रेमिकासँग गएर उसकै पैसाले खानु भन्ने खालको एक प्रकारको कता आउँथ्यो कि आउँथ्यो? कता थियो, त्यो नहुने होइन। अहिले पैसै छैन यार खल्तीमा होइन, अनि कसरी त भन्ने लाग्थ्यो। तर उसले मलाई कहिले पनि त्यो फिल हुन दिएन कि होइन, कहिले पनि त्यो फिल हुन दिएन कि। अनि मलाई सम्हालेर मलाई बेटर मान्छे बनाउँदै, बेटर मान्छे हुनु भनेको सायद
अलिकति बेटर कलाकार पनि हुनु हो कि त्यो रिफ्लेक्सन कलाकारितामा अँ। जान्छ होइन। अनि त्यसले गर्दाखेरि मैले बेटर कामहरू पाउँदै गएँ, मेरो पर्सनालिटी एउटा राम्रोसँग सेप हुँदै गयो। मेरो जीवनमा 2टा व्यक्तिले र कोइन्सिडेन्टली फिमेल नै पर्नुभएको छ। एकजना मेरो डिरेक्टर डक्टर डेब्रा मरोला, उहाँसँग धेरै मैले लामो समय काम गरेँ। उहाँले मलाई यो तँभित्र चाहिँ केही क्षमता छ भनेर पत्याइदिनु र एज एन एक्टर एज एन एक्टर होइन, त्यसलाई सेप गर्नु, त्यसलाई एउटा होइन ढाँचा दिनु, त्यसलाई त्यसको हो क्राफ्टमा काम गराउनु। एक्ज्याक्टली। र मलाई एक व्यक्तिगत रूपमा पनि उहाँले भनौँ न एउटा मेन्टोरिङ गर्नु, त्यसपछि कृपा भेट्नु, कृपाले अझै त्यसलाई चाहिँ भनौँ न अझै राम्रो सेप दिएर अगाडि बढाउनु एकदमै भयङ्कर ठुलो हात छ। सायद यो 2जना व्यक्ति नभएको भए म यो दिव्यदेव यस्तो रूपमा चाहिँ पक्कै पनि हुने थिएन। सो त्यही नै हो, थ्याङ्क यू भन्छु भाउजूलाई तपाईँले गरेको मध्ये सबभन्दा बढी मन परेको काम, तपाईँले सबभन्दा बढी तारिफ पाएको अथवा त्यो भाउजूले अनेस्टली नै मन परेर दिएको त्यो ऊ चाहिँ कुन कुन केमा छ त? पक्कै पनि नाटकमै होला हुन चाहिँ। नाटकमै छ। तर उसको नेचर चाहिँ फेरि त्यस्तो छैन कि उसले मेरो कामलाई हेरेर मलाई मन पराएको होइन फेरि होइन। काम हेरेर मलाई एज अ फ्यान भएर मसँग लभ पर्यो होइन। र आज पर्यन्त पनि उसले कहिले पनि मेरो काममा एकदम धेरै त्यसरी खतरा गर्यो भनेर प्रतिक्रिया पनि दिँदैन र झुरै गर्यो भनेर पनि त्यसरी भन्दैन कि। उसले ब्यालेन्स गरेर नै होइन तिमी यो बेटर गर्न सक्थ्यौ, त्यो गर्न सक्थ्यौ भन्छ। त्यही भएर भयङ्करै त्यस्तो प्रतिक्रिया दिएको त छैन। तर जहाँसम्म लाग्छ उसले धेरै अब भनौँ न 2015मा पछिका नाटकहरू त्योहरू धेरै कामहरू लगभग सबै कामहरू नै हेरेको छ। त्यसमध्ये आई थिङ्क लुक ब्याक इन एङ्गर र सेम टाइम नेक्स्ट इयर यो 2टा नाटकहरूलाई अलिक बढी मन परेको। त्यसपछि त्यो बिचमा गरेको अरू नाटकहरू पनि फाटोफुटो नै भइरहेको हुन्थ्यो। तर त्यो 2टा नाटक होला सायद उसलाई चाहिँ अलिक बढी अझै एकदम राम्रो उसले मानेको चाहिँ। र म जति नर्भस हुन्छु त्यहाँ पर्फर्म गर्नुभन्दा पहिलो दिन उसलाई मलाई हेर्नलाई पहिलो दिन ऊ त्यति नै नर्भस हुन्छ अरे कि। कता कता आफ्नै एउटा भाग चाहिँ त्यहाँ उसले पर्फर्म गरिरहेछ भन्ने उसलाई लाग्छ अरे कि। त्यो म पनि त्यहाँ पर्फर्म गरिरहेको छु भन्ने उसलाई लाग्दो रहेछ कि आफू दर्शकमा बसे पनि। सो त्यो एउटा छटपट्टि चाहिँ उसलाई चाहिँ ऊ नर्भस भइरहेको हुन्छ कि। अनि ऊ मात्रै एकजना हो जो जस्तो कहिलेकाहीँ रिहर्सलमा अथवा सुटिङ म कहिले पनि लाँदैन कि कृपालाई, अप्ठ्यारो लाग्यो मलाई। किनकि उसलाई त मलाई सम्पूर्ण रूपमा थाहा छ नि त, चिनेछ नि त होइन। उसको अगाडि त म होइन केही त्यो एक्ट गर्न सक्दैन, कुनै पनि कुरा लुकाउन सकिँदैन नि त। त्यो नर्भस हुन्छु कि म। इन्टरभ्यू नै दिनु पर्यो अथवा ऊ छेउमा छ भनेपछि त्यही भएर ऊ कतै पनि जाँदैन कि त्यो रिहर्सलहरूमा त्योहरूमा चाहिँ। यो साइडको कुर्सीमा भाउजू भएको भए अर्कै कुरा हुन्थ्यो होला। त्यो यसरी खुलेर बोल्न सक्दैन क्या अर्को कस्तो खतरा कुरा हो दाइ। अनि सम्बन्ध भन्ने कुरा चाहिँ कतिको महत्त्वपूर्ण अथवा महत्त्वपूर्ण त अभियसली हुन्छ नि होइन। तपाईँको बुझाइ के छ सम्बन्धलाई लिएर र राम्रो सम्बन्ध हुँदाखेरि के हुँदो रहेछ? धेरै नै फरक पर्छ यार। त्यो जुनसुकै उसमा पनि सम्बन्ध भनेको त राम्रो एउटा सहज सम्बन्ध, हेल्दी सम्बन्धले त फरक पर्ने नै भयो जसको पनि जीवनमा। तर विशेष गरी अझै यो क्षेत्रमा कलाकारितामा लागेको मान्छेको पार्टनरसिप होइन एउटा भनौँ न त्यो सम्बन्ध तनावपूर्ण छ भने चाहिँ त्यसले साह्रै नै असर गर्छ। र म चाहिँ लकिली एकदम त्यो मानेमा चाहिँ एकदम भाग्यमानी छु कि मेरो त्यो डिपार्टमेन्ट चाहिँ एकदम सेफ एन्ड साउन्ड ठिक छ, हेल्दी छ भनौँ। ओके, अब 2-3वटा हामीले त्यो सामाजिक सञ्जालमा राखेको उसबाट आएको क्वेसनहरू। एकजना चाहिँ अब सबभन्दा पहिला चाहिँ म मेरो दाइकोबाट सुरु गर्छु। मेरो ठुलो दाइ मोहन खड्का हो, सिन्धुलियन गुराँस भन्नुहुन्छ उहाँले आफूलाई होइन। अनि उहाँ नभएको भए म यो कला साहित्यतिर म पनि हुन्थिनँ होला, यो फिल्डमा हुन्थिनँ होला। उहाँले नै हो मलाई इन्सपायर गरेको। सो उहाँले चाहिँ तपाईँ आउँदै हुनुहुन्छ भनेपछि तपाईँलाई प्रश्न सोध्नुभएको प्रश्न चाहिँ के हो भने आवाजको एक्सर्साइज कसरी गर्ने, तपाईँको आवाजलाई लिएर र कुनै पनि रचनाहरू अथवा कुनै पनि सिर्जना, कुनै पनि डायलग होइन जे पनि बोल्दाखेरि त्यसलाई त्यो विथ इमोसन कसरी भन्ने छ त्यसको जवाब। उसको के भन्छ आवाजको प्र्याक्टिसको लागि त थोरै अब यसमा भन्दाखेरि कति धेरै कुरा वृहत छ नि त। त्यो आफैमा एउटा फिल्ड जस्तै हो कि त्यो चाहिँ होइन, नयाँ नै हो।
त्यसको थुप्रो छ। मलाई चाहिँ व्यक्तिगत रूपमा चाहिँ थिएटरले एकदम धेरै हेल्प उम्, गर्यो। थिएटरमा किनकि हामी प्रोजेक्ट गरेर अँ, अलिकति त्यसरी होइन बोल्छौँ। त्यसले गर्दाखेरि एउटा एक किसिमको थियो होला नेचुरली होइन। उम्, त्यसलाई चाहिँ अझै त्यसले परिष्कृत बनाएको हो थिएटरको उम्, अभ्यासले चाहिँ। र तपाईँलाई साँच्चै नै आफ्नो आवाजलाई भनौँ न अझै खोल्नु छ, निखार्नु छ भने चाहिँ अहिले त युट्युबमा जति पनि भिडियोजहरू पाइन्छ, उम्, एक्सर्साइजेसहरू होइन। तर त्यो कस्तो हो भन्दाखेरि डिसिप्लिनको साथ चाहिँ गर्नुपर्छ कि। अँ, 2 दिन गर्यो छोडिदियो भनेर चाहिँ हुँदैन। केही कुरामा पनि कन्टिन्युटी भयो भने चाहिँ त्यसले बल्ल रिजल्ट आउँछ। र स्पेसली यो भोइसको उसमा त रिजल्ट ढिला आउँछ कि अँ, होइन, ढिला आउँछ। त्यही भएर निरन्तरको एउटा प्र्याक्टिस चाहिँ चाहिन्छ कि त्यो आवाज खोल्ने, मोडुलेसनको त्योहरूको होइन, पिचलाई कसरी कन्ट्रोल गर्ने, भावनाहरूलाई कसरी व्यक्त गर्ने, स्पष्ट फेरि भाषाको उच्चारणले एकदमै ठुलो प्रभाव अँ। पार्छ होइन, राम्रो मिठो अँ, सुनिनुमा। शुद्धसँग उच्चारण शुद्धसँग। कसरी गर्ने भन्ने कुरा पनि थियो हो, उहाँको त्यसले- प्रश्नमा। त्यसको लागि त त्यही नै हो। जति सक्दो अहिले फेरि हाम्रो भाषा यति गन्जागोल भएको छ अँ। कि होइन, अब त्यो सहर र सहर जस्ता धेरै उ छ नि त अँ। होइन। त्यसको विवाद छुट्टै छ अझै होइन। म चाहिँ फेरि सहरै हुनुपर्छ भन्ने मलाई लाग्छ होइन। त्यसको मिठास सहर भन्दा पनि सहर भन्दाखेरि चाहिँ अझै त्यसको मिठास हुन्छ जस्तो लाग्छ। त्यो भाषा व्याकरण होइन पढ्ने नै हो, प्र्याक्टिस गर्ने नै हो। र म काठमाडौँ आउँदाखेरि मैले यो धेरैपल्ट भनेको पनि छु, मलाई प्रपरली राम्रोसँग स्पष्टसँग नेपाली बोल्न नै आउँदैन थियो होइन। तर सिकेको हो मैले। मेरो चाहिँ मलाई सिक्न मन थियो कि हुटुटी थियो त्यो एउटा राम्रो बनाउनुपर्छ भने। पछि थिएटरमा त्यो एउटा आवश्यकता जस्तै नै भयो होइन। त्यसले गर्दाखेरि पनि मलाई हेल्प गर्यो। अनि जहाँसम्म त्यो भावनाहरू कसरी व्यक्त गर्ने होइन भोइस ओभर गर्दाखेरि भन्ने छ, त्यो त त्यही नै हो। बुझ्नु पऱ्यो पहिला म के बोल्दैछु भन्ने कुरा होइन। र त्यसपछि त्यसलाई आत्मसात गर्नु पऱ्यो। आत्मसात गऱ्यो भने भित्रबाट त्यसले आयो भने त्यो आफै भावनाहरू आउँछन्। न कि त्यसलाई चाहिँ यसमा चाहिँ म यस्तो भावना, यहाँनिर चाहिँ म अलिकति इमोसनल बनाउँछु, यहाँनिर चाहिँ म त्यो नापे तौलेर भन्दा पनि समग्र त्यो उसले नै त्यसले कस्तो प्रभाव पार्छ आफूलाई, र त्यसलाई त्यो प्रभावलाई चाहिँ अनेस्टली बाहिर ल्याउने खोज्ने नै त हो नि। यो फरेभर यङ रहनुको राज के हो भन्ने प्रश्न छ कबीर काफ्काको। म फरेभर यङ रहनुको कारण अब यसको त्यस्तो भाउजूकै होला करामत चाहिँ। म फरेभर यङ भनेर भन्दैन, भने नि म सुरुमै भने यहाँ दाढी फुल्न थालिसक्यो, यहाँ कालो लगाएको छु होइन, पाटे देखेर यहाँ हैरान भएर होइन, त्यो कपाल फुल्न लागिसक्यो। त्यो त व्यक्तिको त्यो शरीर अनि त्यसको अब त्यो विभिन्न कुराहरू हुन्छन् फुल्नुसँग त होइन। तर त्यो लुक्स वाइज इनर्जेटिक होइन, त्यो एनर्जेटिक म पनि छु र म गर्न सक्छु भन्नेवाला फिल पनि होला उहाँले सोध्न खोज्नुभएको। यदि त्यो हो भने चाहिँ आई डोन्ट नो, त्यो खै यार, त्यो के भन्ने त्यसलाई, त्यो काम केही गर्न सकिया छैन, केही गर्न अझै पर्ने छ भन्ने कुराको त्यो पछाडिपट्टि त्यो बस्या छ नि। त्यसले गर्दाखेरि नै होला कि सायद होइन, केही खोजाइ होइन, केही कुराप्रतिको त्यो जारी छ नि त। त्यसले गर्दाखेरि चाहिँ मान्छेलाई चाहिँ त्यो यङ बनाइरहेको छ होला कि। अदरवाइज चाहिँ त्यो छोडिदियो भने चाहिँ मलाई यति नै हो, यो भइसक्यो, अब यहाँ भन्दा बढी मैले पाउने केही होइन, अथवा ल ठिकै छ एउटा काम मात्रै को रूपमा लियो भने चाहिँ त्यसले मान्छेलाई नै गलाइदिन्छ जस्तो लाग्छ। होइन केही भएको छैन, अझै पाउनु छ, अझै मैले खोजेको पुगेको छैन, अथवा मेरो काममा मैले गरेको अझै मिलेको छैन, अझै पुगेको छैन भन्ने जस्तो त्यो भइराख्यो भने चाहिँ सायद त्यसले चाहिँ त्यो एनर्जी दिन्छ होला जस्तो लाग्छ। त्यही नै हो। अर्को प्रश्न चाहिँ अब प्रणव आकाशको थियो, तर त्यो भोइससँग सम्बन्धित भएर सायद पहिलोमै आइसक्यो होला होइन। अनि अब चाहिँ म अलिकति त्यो एक्टरको मनोविज्ञानको कुरा खासमा होइन अलिकति एक्सप्लोर गरौँ जस्तो लाग्छ। तपाईँले चाहिँ एक्ट गर्दाखेरि अब यो फेरि सिद्धान्त पढेर हुने कुरा पनि होइन होला होइन। फलानुको म चाहिँ के अरे स्ट्यानलाउस्कीको मेथड एक्टिङ पढेर आएर खतरा एक्टिङ गर्छु भन्ने त होइन होला। तर एउटा एक्टरको मनोविज्ञान चाहिँ कस्तो हुन्छ, कतिको तयार रहनुपर्छ, के कुराहरू भोग्न सक्छ एक्टरले लाइफमा होइन। हामी अब लगभग लामो कन्भर्सेसन पनि धेरै लामो पनि हुन लाग्यो होला होइन। सो यो सबै कुराहरूलाई एकैचोटि भन्दाखेरि चाहिँ तपाईँको जीवनमा तपाईँले चाहिँ के कुरा भोगेर आउनुभएको छ, चाहे त्यो खुसीको उसमा होस् अथवा दुःख होस्
होइन फिजिकल दुःख र फेरि त्यो तपाईँको मेन्टल दुःख पनि फरक होला उम्, होइन परिस्थितिहरू अनेक आइपरे होला यो उम्, सबै कुरालाई समग्रमा भन्नु पर्यो भने एक्टरको चाहिँ मनोविज्ञान कस्तो हुन्छ अँ, उम्, अम, एक्टर चाहिँ कता कता त्यो अलिकति तटस्थ बस्न सक्नु पर्छ जस्तो लाग्छ अँ, किनकि हामी विभिन्न चरित्र निर्वाह गर्दाखेरि चाहिँ कहिलेकाहीँ यतातिर गइरहेको चरित्र निर्वाह गरेर हुन्छौँ कुनै बेला यताको एक्सट्रिमको चरित्र निर्वाह गरेर हुन्छौँ नि त उम्, र त्यो आफू बिचमा बस्दाखेरि चाहिँ के सहज हुन्छ भन्दाखेरि यतापट्टिको चरित्रप्रतिको आफ्नो त्यो विश्वास बिलिभ त गर्नु पऱ्यो नि त कम्प्लिटली हो भनेर होइन त्यसलाई जज नगरिकन गर्नको लागि चाहिँ त्यो बिचमा बस्दाखेरि अलि त्यो न्युट्रालिटीले चाहिँ सहयोग पुर्याउँछ जस्तो लाग्छ ओपन हुनुपर्छ जस्तो लाग्छ होइन एउटा एक्टर चाहिँ धेरै कुराहरू होइन अलिकति पर्सपेक्टिभ वाइड अलिक जति वाइड भयो साँगुरिएर बस्ने होइन कि अलिकति ओपन हुनुपर्छ भावनात्मक रूपमा पनि आफूलाई चाहिँ खुल्ला अलिकति छोड्नुपर्छ कि त्यो रिजर्भ अलिकति त्यो टाइट भित्र नबनाउने कि हृदयलाई मुटुलाई भनौँ न जे पनि भनौँ यसलाई मनलाई अलिकति हलुका छोडिदिनु होइन अङ्गालो हाल्दाखेरि पनि त्यही भएर हामी एक्टरहरू चाहिँ मजाले हाल्छौँ त्यो हामी थिएटर सर्कलमा होइन त्यो एकदमै त्यो धेरै मान्छेहरूले थिएटर सर्कलमै भएको मान्छेहरूलाई मात्रै थाहा छ होला कि हामी होइन मजाले व्यक्त गर्छौँ नि त होइन मलाई थाहा छ होइन सो हामीमा त्यो कुनै त्यो हुँदैन कि अनि त्यो भावनात्मक रूपमा पनि आफूलाई चाहिँ अलिक खुला राख्नु होइन मानसिक रूपमा विचारको रूपमा पनि अलिकति अलिक ओपन राख्नु र त्यो हुँदाहुँदै फेरि बिचमा पनि बस्न सक्नु क्या त्यो न्युट्रल अलिकति बस्न सक्नु अनि अर्को भनेको त एम्पथी एकदम चाहिन्छ होइन समाज वरपर त्यो राजनीतिक रूपमा चेतनशील त हुनैपर्छ साहित्य एकदम धेरै सँग जति बढी नजिक भयो त्यति राम्रो हुन्छ कल्पनाशीलता होइन कहिलेकाहीँ हामी त्यो अल्छी गरेर आजभोलि यसले बिगार्ने गर्छ होइन तर एक्टरले चाहिँ बरु पहिला त्यो चुप लागेर केही काम नभएर दिनभरि यत्तिकै अल्छी लागेर बस्दाखेरि चाहिँ दिमाग यति कल्पनाशील भएर जान्छ त्यो ऊर्जा त्यो कल्पनाशीलताको ऊर्जा एक्टरको लागि एकदमै महत्त्वपूर्ण हुन्छ कि त्यही भएर कहिलेकाहीँ ब्रेक दिएर अल्छी भएर बस्नुहोस् भन्छु कि म चाहिँ एक्टरलाई चाहिँ होइन काम कसरी खोज्ने त दाइ इन्डस्ट्रीमा जस्तो भनेको तपाईँ अथवा म एउटा एक्टर भएँ म आउँदैछु इन्डस्ट्रीमा अथवा मलाई गर्न मन छ कसरी कनेक्सन बनाउने के गर्ने भन्ने एक खालको छ कि अब पछिल्लो समय चाहिँ अलिकति थिएटर भन्ने बढी जस्तो सुन्यो अब थिएटर पनि आएर थिएटर आएर 2-4 महिना क्लास कोर्स गरेर खत्रै एक्टर बन्ने भन्ने होइन होइन थिएटर झन् दुःखको ठाउँ खासमा भन्ने हो भने किनकि त्यो थिएटरको बुझ्न क्राफ्ट बुझ्न उ गर्नलाई नै भयङ्कर टाइम लाग्छ क्या होइन त्यो भएको भएर अब त्यो पनि वे चाहिँ हो बेस्ट वे पनि होला होइन अथवा त्यो एउटा एज एन एक्टर आफूलाई उ गर्नलाई तर इन्डस्ट्रीमा फेरि यो विभिन्न कुराहरू छन् विभिन्न प्रकारकोहरू छन् होइन अब एउटा नयाँ मान्छे आउने बित्तिकै त करोड लगानी गरेर कसले फिल्म खेलाउने ट्यालेन्ट त होला तर त्यो ट्यालेन्टमा के छ किनकि अहिले नै रिसेन्टको फिल्म मार्केटकै कुरा गर्ने हो भने पनि एउटा नयाँ मान्छेलाई 5 लाख दिएर फिल्म खेलाउनु भन्दा एउटा चलेको अनुहारलाई 50 लाख दिँदा कम्तीमा 10,000 टिकट त सेक्योर छ मेरो उसको नामले उसको अनुहारले उसको उसले भन्ने खालको कुराहरू विविध छ होइन सो एउटा नयाँ एक्टर इन्डस्ट्रीमा आउँछ भने उसले कनेक्सन कसरी बनाउने त्यो इन्डस्ट्रीसँग र काम कसरी प्राप्त गर्ने भन्ने कुरामा के छ पहिलो कुरा चाहिँ धैर्यता एकदमै चाहिन्छ होइन र त्यो धैर्यता भनेको चाहिँ फेरि यो होइन कि म 5 वर्षपछि मेरो के होला 5 वर्षसम्म म धैर्य गरेर बस्छु तर केही काम गर्दिनँ भन्ने चाहिँ 5 वर्ष एक दिनमा म हिँड्छु होइन 5 वर्ष भनेको सबभन्दा महत्त्वपूर्ण 5 वर्ष हो कि त्यसमा चाहिँ तपाईँ एज एन एक्टर एज अ ह्युमन बिइङ नै चेन्ज हुनु भएन तपाईँको पर्सपेक्टिभ चेन्ज भएन तपाईँको भनौँ न त्यो ग्रोथ भएन भने चाहिँ 5 वर्षपछि कहीँ पनि पुगिँदैन कि जहाँ चाहिँ त्यही शरीर अझै पछाडि हुन्छ होइन धैर्यता सँगसँगै आफूमा चाहिँ काम चाहिँ निरन्तर भइराख्नु पऱ्यो होइन त्यो मेन कुरा चाहिँ त्यो हो त्यो बाहेक चाहिँ अब अलि धेरै कुरा छन् होइन प्र्याक्टिकल कुराहरू अब फिल्मको कुरा गर्ने हो भने पछिल्लो समय चाहिँ अलि अनफर्चुनेटली यङ नयाँ एक्टर्सको लागि चाहिँ त्यो एउटा संस्कार बसिराखेको थियो बल्ल बल्ल होइन अडिसनको कल्चर पछिल्लो समय एकदमै घटेको छ फिल्म यति धेरै बनिराखेको छ नि त खै त अडिसनको लागि कुरै खासै भएको हुँदैन त्यो एकदमै गलत हो होइन अडिसन नयाँ कसरी आउने त
होइन नयाँ मान्छेहरू कसरी आउने त भन्ने कुरा हो कि अनि जहाँसम्म त्यो भन्यो तिमीले एउटा चलेको कलाकारलाई 50 लाख दिएर 10,000 टिकट त सिक्योर होला नि भन्ने कुरा होइन त्यो कुरामा पनि अलिक डिबेटेबल छ कि छ त्यो त डेफिनेटली नयाँ नआउँदाखेरि अब त्यो चलेकै कलाकारलाई जहाँ पनि घुसाएर त्यो गर्नु पनि त सायद त्यो होइन होला नि त एउटा होइन नयाँ मान्छेहरू नयाँ तरिकाले पनि त ल्याउन सकिन्छ होला अलि रिस्क पनि लिनुपर्छ होला मेकर्सहरूले पनि भन्ने कुरा पनि छ सो विशुद्ध रूपमा एउटा नयाँ कलाकारलाई चाहिँ आफूमा चाहिँ काम गर्नु चाहिँ एकदमै जरुरी छ क्या होइन त्यो फेरि एक्टिङको क्राफ्ट मात्रै सिकेर भएन कि समग्र रूपमा नै त्यो व्यक्तित्व विकास चाहिँ भइराख्नु पर्यो होइन त्यो भयो भने चाहिँ कता न कता सबै कुरा मिल्दै आउँछ धैर्य भएर पर्नु पर्यो आफ्नो कर्मप्रति निष्ठावान भएर चाहिँ अब अलिकति इन्डमा होइन इन्डस्ट्री अब जस्तो तपाईँको थिएटर जर्नी विश्वप्रख्यात नाटकदेखि होइन नेपाली मौलिक नाटकसम्म भनेको आफ्नै यहीँको राइटर डिरेक्टरहरूसँग सबैसँग काम गरिसक्नु भएको छ होइन धेरै खालको कुराहरू छ कि खासमा एज एक्टरको र क्यारेक्टर बिल्डिङको प्रोसेसलाई लिएर होइन कहिले चाहिँ म फलानु क्यारेक्टर बिल्डअप गरेपछि त्यो क्यारेक्टरबाट निक्लिन यति समय लाग्यो अब कता कसले चाहिँ क्यारेक्टरमै आफैलाई त्यो गनले सुट गर्ने क्यारेक्टरमा सुट गर्यो होइन भन्नेदेखि अब अनुप सर मलाई फेरि त्यो यो विषयमा चाहिँ खतरा त्यो किन लाग्छ भने उहाँले भन्नुहुन्छ नि त्यो एक्टर आर्ट ट्रेन्ड लायर्स भनेर होइन भनेको अब यो सबै कुराहरू छ होइन के छ क्यारेक्टरले साँच्चीकै त्यस्तो प्रभाव पार्छ तर के हो भन्दाखेरि त्यो अनि अब ल ओके पार्छ तर त्यस्तो प्रभाव पार्छ भने तपाईँ एक्टर अथवा कलाकार तपाईँ के त तपाईँको कला कहाँ त होइन यस्तो हो कलाकारिता एक्टिङको थुप्रै तरिकाहरू छन् नि होइन मैले फरक फिल्ममा फरक एउटा भनौँ न तरिकाले काम गरेर हुन्छ कहीँनिर त्यो चाहिँदैन कि म हरेक समय क्यारेक्टरमा बसिराखौँ भन्ने खासमा भन्ने हो नेपालमा भन्ने अधिकांश फिल्महरूमा त्यो चाहिँदैन होइन अनि किन त्यहाँ घुसिराख्ने के गरेर जब त्यो टिममै सिरियसनेस हुँदैन होइन त्यहाँ एकजना चाहिँ कुनामा बसेर म क्यारेक्टरमा बस्छु भनेर त्यो देखावटीपन गरेर त्यो गर्नु जरुरी छैन तर कुनै क्यारेक्टर यस्ता पनि हुन्छन् जसलाई चाहिँ त्यो भित्रै नगइसम्म त्यो मानसिकता नबुझिकन त्यो मान्छेको साइकोलोजी नबुझिकन होइन कसरी गर्ने त त्यो त देखावटी मात्रै भइहाल्छ नि त त्यो शब्द मात्रै होइन नि त उसले बोलेको डायलग मात्रै बोलेर त भएन नि त त्यहाँसम्म पुग्ने बाटोमा हिँड्दाखेरि चाहिँ क्यारेक्टरमै बस्नुपर्ने पनि त हुनसक्छ नि कुनै चाहिँ जस्तो मैले अलिकति कोसिस गरेको रुदाने हो होइन त्यसको तपाईँको जीवनभर रहने प्रभाव चाहिँ के हो दाइ उहाँबाट रूपचन्द्र बिष्टको तपाईँले त धेरै अध्ययन गर्नुभयो थाहा दर्शन नै हो त्यो दर्शन हाम्रो नेपाली समाजले अपनाउन नसक्नु बुझ्न नसक्नु हाम्रो समाजको ठुलो दुर्भाग्य हो रूपचन्द्र बिष्टलाई नै बुझ्न राम्रोसँग नसक्नु उहाँलाई लत्याइनु उहाँ त्यसरी उहाँको त्यस्तो दुःखद अन्त्य हुनु त्यो ठुलो विडम्बना हो समाजको होइन त्यो छ तर थाहा दर्शन नै हो उहाँको होइन त्यो एकदम विराट छ होइन भयङ्कर छ त्यो चाहिँ सो त्यही नै हो बट अगेन डिपेन्ड्स के त्यो कुरा जस्तो ड्यानियल डे लुइसले होइन हरेक क्यारेक्टरमा 2 वर्ष लगाएर त्यो गरेर अनि देख्न सकिन्छ नि त त्यहाँ एउटा एक्टर यति ड्रास्टिकली चेन्ज भएको होइन त्यसलाई कसरी नकार्ने त्यो आर्ट होइन र त्यो पनि त आर्ट हो होइन तर त्यसले उहाँलाई त्यो एउटा गरेपछि अर्को गर्न नसक्ने ठाउँमा पुर्याएन नि त अनि कतिपय अवस्थामा चाहिँ त्यस्तो कुराहरू सुनेको भएर मात्र मैले उ गरेको होइन त्यो हेल्दी रूपमा गर्नुपर्छ गाइडेड हुनुपर्छ कि त्यो चाहिँ अथवा त्यो र त्यसलाई चाहिँ मिसयुज गर्नु भएन त्यसलाई देखावटीपनको लागि गर्नु भएन अघि नै भनेको जस्तो थाहा पाएर गर्नु ओके अब पिताम्बर कर्मा 2टा फिल्म सँगै आउँदैछ 29मा होइन के छ दर्शकहरूलाई भन्नुपर्ने दाइ तपाईँको 2टैमा गर्नुभएको छ काम ट्रेलर आइसक्यो टिजर आइसक्यो होइन अब लोभ देखाउने काम अथवा त्यो कथा लोभ देखाउने अरू प्लेटफर्ममा भइ नै रहेछ यहाँ म खासै लोभ पनि केही देखाउँदैन हेर होइन आज एकदम अनेस्ट भएर कुरा गरिरहेछ यहाँ होइन लोभ देखाउने भन्दा तर भन्नुपर्ने त्यही नै हो अब एउटा एक्टरको आशा त्यही नै हुन्छ कि काम गरिरहेछ मेहनत गरिएकै हुन्छ होइन हरेक प्रोजेक्टमा ठुलो 2टा फिल्म आउँदैछन् कतिको रुचि हुनसक्छ नहुनसक्छ त्यो आफूले डिसाइड गर्ने हो
कन्टेन्टहरू युट्युबमा छ, यसलाई मनपर्छ भने होइन हेरिदिनुहोस् भन्छु म चाहिँ, किनकि अलिक फरक किसिमको चरित्रहरू छ दुइटैमा। अलिक कमर्सियल फिल्महरू हो, एउटा एकदमै लार्जर देन लाइफ छ, एउटा चाहिँ अलिकति ऊ छ मोर रियलिजमतिर गएको छ होइन, तर स्टाइलिस छ। बाहिरी आवरणमाबाट दुइटै क्यारेक्टरहरू एकदम फरक खालको ट्राई गरेको छु मैले, कोसिस गरेको हो। आई डोन्ट नो कस्तो हुन्छ भनेर, काम गर्दाखेरि दुइटैमा मजा चाहिँ आएको छ होइन, रमाइलो हेर्दाखेरि दर्शकलाई पनि आउँछ जस्तो लाग्छ मलाई, आउँछ जस्तो लाग्छ। अब यो ठ्याक्कै कुरा गरौँ न, आफ्नै दुईटा फिल्म होइन त्यो जुत्दाखेरि एउटा एक्टरलाई चाहिँ कस्तो खालको त्यो मेकरहरूसँग उहाँहरूसँग राइट त छ होइन, उहाँहरूको तपाईँ त एज अ अब पेड एक्टरको रूपमा गएपछि त्यसलाई तपाईँले धेरै कुरा भन्नु, तर यो दुईटा फिल्म फरक टाइममा आइदिएको भए मेरो लागि अलिक बेटर हुन्थ्यो कि सहज हुन्थ्यो मलाई चाहिँ होइन, किनकि प्रमोसन धेरै दौडधुप एकदमै होइन, त्यो छ त्यो बिचमा मिलाउनु सम्बन्ध मेन चाहिँ। म हेर व्यक्तिगत रूपमा मेरो पर्सनालिटी कस्तो छ भन्दा, म व्यक्तिगत सम्बन्धलाई एकदम महत्त्व दिन्छु कि काम गर्दाखेरि कसैसँग मैले काम गरेँ ल सक्यो भन्ने हुँदैन कि मेरो लागि चाहिँ होइन, त्यहाँ सम्बन्ध इम्पोर्टेन्ट हुन्छ। कसैको चित्त नदुखाउनु साँच्चीकै मलाई चाहिँ त्यो एकदम इम्पोर्टेन्ट लाग्छ कि यत्रो काम गरियो, यत्रो मान्छेहरूसँग काम गरियो, सायदै कोही मान्छेहरूसँग जसले चाहिँ मलाई भनौँ न भेट्दाखेरि चाहिँ नाक खुम्च्याउने त्यस्तो मान्छेहरू छैनन् कि। अल्टर इगोले भेट्दा त मैले मेरो अल्टर इगोलाई भेटेर आएँ है भनेर प्राउडली पोस्ट गर्नुहुन्छ होइन। त्यही त एक्ज्याक्टली दाजुको त्यस्तो छ। बट साँच्ची मलाई चाहिँ त्यो हुनाले चाहिँ अलिकति चिन्ता चाहिँ लाग्छ कि दुईवटा फिल्मसँगै जाँदाखेरि चाहिँ ला मैले कतै चित्त दुखाउने हो कि केही हुने हो कि भन्ने चाहिँ डर भइरहन्छ। त्यो बाहेक चाहिँ ठिक छ, दुइटै टिमले सपोर्ट गर्नुभएको छ, मलाई त्यस्तो दुःख दिनुभएको छैन होइन, ठिक छ। अहिले चाहिँ अब तपाईँ फिल्मको प्रमोसनको उसमा हुनुहुन्छ होइन, धेरै टाइम पनि तपाईँको नलिउँ होइन, तर मलाई अहिले यो कुरा गर्दै गर्दाखेरि मलाई खासमा तपाईँसँग एक्टिङ एज एन एक्टर त्यो जर्नी चाहिँ फेरि पनि कुरा गर्नु मन छ। अनि यो सिजन आई डोन्ट नो म कति एपिसोड लान्छु भनेर, म्याक्सिमम् गयो भने 20 एपिसोड भनेर सोचेको छु, त्योभन्दा माथि म यो सिजन लान्न। र यो सिजनको सुरुवात तपाईँबाट भयो, इन पनि हामी नै बसेर गर्छौँ र मैले त्यो बाँकी सोचेको कुराहरू गर्छौँ है है। मेरो एकजना मित्र हुनुहुन्छ चित्रकार, साह्रै राम्रो चित्र गर्नुहुन्छ विष्णुश्री, उहाँको तर्फबाट तपाईँको यो समय विचारको कदर गर्दै र उहाँको आर्टको पनि कदर गर्दै उहाँको तर्फबाट एउटा सानो तर एकदमै ब्युटिफुल गिफ्ट छ यो दाइलाई। कस्तो ब्युटिफुल यार। अब के भन्नुहुन्छ त्यो चित्रको बारेमा? विष्णुजी है, विष्णुश्री विष्णुश्री कता लमजुङको साथी। ए मनै प्रसन्न बनाउनु भयो चित्रको लागि, धेरै धेरै धन्यवाद विष्णुश्रीजी। म उहाँ इन्स्टाग्राम फेसबुकमा पनि हुनुहुन्छ? फेसबुकमा हुनुहुन्छ। म उहाँलाई फलो गर्छु, यस्तै राम्रो राम्रो चित्र बनाइराख्नु होला। ब्युटिफुल, एकदमै राम्रो लाग्यो। म यसलाई जतनका साथ मायाका साथ मेरो घरमा सजाउने छु। थ्याङ्क यू सो मच। अनि अहिले इन चाहिँ कसरी गरौँ भने दिनेश दाईको एउटा प्रेमिल कविता छ नि होइन, हामीले तयार गरेका छौँ दिनेश अधिकारी दाईको, त्यो कविताबाट आजलाई चाहिँ इन गरौँ कन्भर्सेसन। साह्रै कोमल कविता लेख्नुहुन्छ दाईले, तर एकदमै यसको आफ्नै प्रभाव त्यत्तिकै सशक्त पनि छ। न्यानो लाग्ने गरी चिसो हिउँ परिरहेको छ र म तिमीलाई हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेछु। त्यसबेला तिमी असाध्यै नरम र न्यानी थियौ। कपास जस्ता हिउँका कोमल फूलहरू समय बित्दै जाँदा कठोर चट्टानमा परिणत भएछन्। अहिले म त्यही हिउँ चट्टानमा उभिन आइपुगेको छु। जुत्ताको तलुवा छेडेर खुट्टाको बाटो हुँदै चिसो शरीरभरि फिँजिएको छ। प्रत्येक पल्ट पाइला टेक्दा चिप्लिने डरले मस्तिष्क एक किसिमले काँपिरहेको छ। हाम्रो वर्तमानमा एकपटक फेरि म तिमीलाई सम्झिरहेको छु। अहिले तिमी हिउँ चट्टानभन्दा पनि कठोर लागिरहेकी छौ। हामी खेल्ने ठाउँको मौसमी हिउँ न हो यो। हिउँको कठोरता पनि कहाँ धेरै दिन टिक्दो छ र। अलि पर तलतिर बिस्तारै बिस्तारै पग्लदै पानी भएर हिउँ बग्दै गरेको देखिरहेछु र मनमा नै कामना गरिरहेछु हिउँको यो स्वभाव चाँडै तिमीमा पनि सल्कियोस्। विश्वास छ हाम्रो आगामी भेट अगावै हिउँ चट्टानबाट तिमी कल कलमा परिणत भइसकेकी हुनेछौ। न्यानो लाग्ने गरी चिसो हिउँ परिरहेछ र म तिमीलाई हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेछु। त्यसबेला तिमी असाध्यै नरम र न्यानी थियो। दिनेश अधिकारी दाई, धन्यवाद। ओके, दाईलाई पनि थ्याङ्क यू। अनि
चलचित्रलाई दुइटै चलचित्र अब एकै दिन भए पनि हुँ, सफलताको शुभकामना। थ्याङ्क यू। अनि निरन्तर रङ्गमञ्चमा, चलचित्रमा, टेलिभिजनमा, आवाजमा जहाँ जहाँ सम्भव हुन्छ दाइलाई सुनिरहन पाऊँ, हामी जस्तो मान्छेहरूले एउटा एज एन इन्सपिरेसन लिएर अगाडि बढ्न पाइराखियोस्, देखिरहन पाइयोस्, भेटिरहन पाइयोस्, यति नै कामना गरेदै अनि फेरि एकचोटि यो समय होइन, यो संवाद विचार सबैको लागि थ्याङ्क यू सो मच। थ्याङ्क यू ब्रदर।